मा गण्डकी प्रदेश सरकारमा कार्यरत छु र हजुरहरू सम्पूर्णलाई चाहिँ मानवी एजुकेसन इन्स्टिट्युटबाट सहजीकरण गर्दै आइरहेको छु। अहिले चाहिँ मेरो भिडियो अन भएको भएर घरिघरि चाहिँ बच्चा पनि देखिन सक्छ, माइन्ड नगर्नु होला है। ल, धेरै पछि मैले चाहिँ यो सेसन चाहिँ यसरी चाहिँ लिइरहेको छु। हजुरहरूलाई पनि अझै इन्टरेक्टिभ होस्, अझै पढ्न सजिलो होस् भन्ने हिसाबले। अब यहाँ हामी चाहिँ आजको क्लास भनेको हामी कोशी प्रदेश विशेष रहेर हाम्रो चाहिँ यो हप्ताभरि हामीले क्लासहरू चलाइरहेका छौँ, क्लासहरू चलिरहेको छ। र आज चाहिँ हामीले कोशी प्रदेशसँग रिलेटेड कुराहरू प्रदेश हामीले चाहिँ दोस्रो पञ्चवर्षीय योजना, त्यसपछि गएर हामीले चाहिँ निजामती सेवा ऐन नियमावली पढ्यौँ। सर म्याम हजुरहरूलाई त्यो पढ्दाखेरि हजुरहरूलाई चाहिँ त्यो पढ्दाखेरि चाहिँ ख्याल गर्नु भएको छ कि छैन? निजामती सेवा ऐन नियमावली पढ्दाखेरि पढ्न सजिलो भएको छ कि छैन? दोस्रो पञ्चवर्षीय योजना पढ्न सजिलो भएको छ कि छैन? क्लास लिएपछि लेख्नुहोस् त सर म्याम, त्यतिखेरसम्म हजुरलाई स्क्रिन सेयर गरिहाल्छु है। कस्तो फिल भइरहेछ? क्लास लिएर सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न? म अब स्क्रिन सेयर गरिहालेँ। आज चाहिँ हामीले प्रदेश लोक सेवा ऐन पढ्छौँ है। तपाईँको सिलेबसमा छ सेक्सन सी को सिलेबस है। धेरैजना सेक्सन सीमा के छ भन्नुहुन्छ। अनि हजुरलाई चाहिँ मैले पिडिएफ नै हुबहु देखाएको छु, यसमा मैले हाइलाइट गरेको छु। हजुरलाई यो हाइलाइटेड नोट आउँछ र प्लस हजुरको कुनै पनि छोड्दैन। क्वेसनहरू कसरी आउँछ यसबाट होइन, त्यो पनि हामी चाहिँ हेर्छौँ है। अनि लाइभबाट हेर्ने सर म्यामलाई पनि मैले फेरि स्वागत गर्न चाहे हाम्रो मानवीय एजुकेसन इन्स्टिच्युटको तर्फबाट है। म ढिला नगरी म चाहिँ यहाँ हेर्छु कि मैले यहाँ मोबाइलमा चाहिँ हजुरहरूको चाहिँ मेसेज हेर्नुको लागि, लाइभको मेसेज हेर्नलाई खोलिरहेको छु। अझ लाइभ भएको फेसबुक भिडियो पनि अन छ नि त, त्यही भएर देखिहाल्नुहुन्छ है। ल, म्यामले हेर्नुहुन्न कि हाम्रो कमेन्ट जस्तो मान्नुहुन्छ होला, तर मैले हेर्छु है। ल, ओके सर म्याम म जुम गरिहालेँ। इज इट भिजिबल? भिजिबल छ कि छैन भन्नु होला है। लाइभमा भएको सर म्यामलाई पनि रिक्वेस्ट एउटा एउटा लाइभ सेयर गर्नु होला। आजको क्लास एकदम इम्पोर्टेन्ट छ। ओके, अब यहाँ प्रदेश राजपत्र मैले चाहिँ यसरी लाइभ पनि यहाँ राखिसकेको छु। ल, ओके, प्रदेश यताउता देखिएको, यताउता हेरेको देखियो होला। यताउता हेरेको भने मैले चाहिँ फेसबुकमा चाहिँ हजुरको कमेन्ट हेरिरहेको हुन्छु है। ल, ओके, प्रदेश राजपत्रको चाहिँ यो तपाईँहरूको चाहिँ हाम्रो के पर्दैछ भन्दाखेरि प्रदेश लोकसेवा आयोग ऐन 2076 है। जहिले पनि क्लासमा हजुरहरूले चाहिँ मैले भनिसकेको छु, तिथि मिति यसको नाम चाहिँ सुरुमै पढ्न अपरिहार्य हुन्छ है। एकदमै इम्पोर्टेन्ट हुन्छ। पढ्ने तरिका सही तरिकाले नै पढ्नुपर्छ लोकसेवाको लागि है। यसमा चाहिँ हजुरहरूको यो प्रदेश लोकसेवा आयोग स्क्रिन भिजिबल छ? स्क्रिन देखेको छ कि छैन, कि स्क्रिन भिजिबल छ कि छैन हेर्नु होला है। मैले सेयर गरिनँ जस्तो लाग्यो है। म एकचोटि हेरिहालेँ, सेयर गरिहालेँ। स्क्रिन मलाई मेसेज लेखिहाल्नु होला है। स्क्रिन भिजिबल छैन जस्तो लाग्यो मलाई, रुक्नु है। सेयर गरिहालेँ हजुरहरूलाई। ल, इज इट भिजिबल? स्क्रिन सेयर भएको छ सर म्याम? म न्यू हो म्याम, आज फर्स्ट क्लास हो मेरो हुन आशिक सरले नेभर माइन्ड। हाम्रो अहिले चाहिँ खुसी खबर के छ भने हरेक दिन चाहिँ कोशी प्रदेश विशेष भनेर चाहिँ सर म्यामहरू आइराख्नु भएको छ। हाम्रो चाहिँ जुममा सङ्ख्या बढिरहेको छ है। त्यही भएर पनि मैले लाइभमा जानकारी गराउन चाहेँ। ल, ओके, केही फरक पर्दैन, हजुरले सबै पाइहाल्नुहुन्छ। देखेको छ, अब आयो म्याम भन्नुहुन्छ। ल, ओके, ढिला नगरिकन हामी स्टार्ट गरिहालौँ। अब यो कोशी प्रदेशको चाहिँ हाम्रो चाहिँ यो एकदम इम्पोर्टेन्ट छ। लाइभमा भएको सर म्याम हजुरहरूले पनि मैले क्वेसनहरू सोध्छु। हामी यो पढ्छौँ, यो पढिसकेपछि फेरि हजुरलाई क्लियर भयो कि नै भनेर मैले सोध्छु र फेरि मैले हजुरलाई चाहिँ यसको रिलेटेड चाहिँ क्वेसन्सहरू सोध्छु है। अनि म बोलिरहेको मान्छे बित्न गिरी हो है, फेरि पढाउने मान्छे को भन्नु होला, फेरि मलाई नचिन्नु होला, नाच्छु भन्न पर्यो नि है। ल, ठिक छ। अब यसको चाहिँ प्रदेश लोक सेवा आयोग ऐन 2076 हो यसको नाम। यो चाहिँ कहिले भयो भन्दा भाद्र 17 गते है। 76 को चाहिँ तपाईँको 2076 भदौ भनेको वैशाख जेठ असार साउन भदौ 5 महिना 7 गते है। 2076 5 महिना 7 गते है। अब कसरी याद गर्ने भन्दा 5 6 7 हुन्थ्यो होइन, 5 6 7 हुन्थ्यो, तर यहाँ के छ, 6 पछि 5 आयो, फेरि यहाँ 7 राख्यो भने अगाडि 7 पनि छ नि त होइन। 6 - 1 गर्दा 5 आयो, फेरि यहाँको 7 को 7 आयो है। यसमा 6 5 7 चाहिँ रिलेटेड भएर राखेको छ भनेर बुझ्नु होला है। बुझ्नुभयो? 76 5 महिना 7 आई रिपिट, 2076 5 महिना 7 आई ग्यारेन्टी यु। मसँगै हजुरहरूले चाहिँ मैले जतिखेर क्लोज योर आइज पढौँ एन्सर दिनु भनेको लागि तपाईँलाई फ्याट 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 दिनुभयो भने 110% चाहिँ तपाईँलाई चाहिँ याद भइसकेको हुन्छ क्लासमा है। द्याट्स माई ग्यारेन्टी। ल, 17 हो म्याम भन्नुहोस्। 27 दिएको, 17 नै भनेको छु है यहाँ। 17
लेखेको छु है, भन्दाखेरि 17, बोल्दाखेरि 7 भएछ है। 2076, 5 महिना 17 गते है। अब मैले सम्झाउनुको लागि के गरेको थिएँ, यहाँ 7 रहेको थियो हो। अब मैले यहाँ मिस्टेक गरेँ, 7 लेखेको थिएँ। अनि यहाँ चाहिँ अर्को सरले चाहिँ, मनबहादुर सरले चाहिँ म्याम 17 हो भन्नुभएको छ भने चाहिँ हजुरको दिमागमा याद हुन्छ। म्यामले चाहिँ 76, 5 महिना 7 भन्नुभएको थियो होइन, फेरि मिस्टेक गरेँ 17 भन्नुभएको थियो भनेर। दिस इज अल्सो द वे अफ टेक्निक है। रङबाट तपाईँहरू राइट करेक्टिफाई गर्नुभयो भने करेक्सन गर्दाखेरि पनि तपाईँलाई चाहिँ मेमोराइज हुन्छ कि। त्यही भएर एकचोटि पढ्दाखेरि स्क्यानिङ गर्दाखेरि कहिले के कुरा छुट्छ, अहिले भर्खरै जसरी छुट्यो हो त्यसरी रिभिजन इज नेसेसरी है। मैले चाहिँ आफूले गर्दाखेरिको कुराहरू पनि छुटे पनि यसरी चाहिँ गर्नुपर्छ भने त्यसमा पनि मैले टेक्निक नै सिकाइरहेको हुन्छु है। त्यो कुरा निश्चिन्त रहनु होला है। मेसेज मैले हेरिरहेको हुन्छु है। ल, राधिका म्याम लेख्नु छ। ल, सबैजनालाई फेरि पनि स्वागत छ। 2076, 5 महिना 17 गते लाइभमा पनि धेरैजना जोडिसक्नु भएको छ। छोटो समयमा लाइभ सक्दो सेयर गर्नु होला। सेन्चुरी, डबल सेन्चुरी पुऱ्याउने चाहिँ हाम्रो योजना रहेको छ, अनि तुरुन्तै एडमिसन गरिहाल्नु होला है। ल, अब यसमा चाहिँ 76, 5 महिना 17 पहिलो डिल हाम्रो, यो पहिलो क्वेसन आउँछ यसैबाट। त्यसपछि अर्को रहेको छ हजुरहरूको चाहिँ, यो चाहिँ तपाईँहरूको हेर्नुहोस् त 20 पन्नाको छ, तर साइड बाई साइड गएर 40 पुग्छ है यो पाना। कुनै 330 पन्नाका छन्, कुनै 176 पन्नाका छन् होइन। एन कानुनहरू पेजदेखि नडराउनु होला, ढुक्क भएर बस्नुहोस्, तपाईँलाई सबै कुरा याद हुन्छ। इक्जाममा आउने क्वेसन्सहरू कुनै पनि छुट्दैन है। सेक्सन सी, सेक्सन ए, सेक्सन बी सबै कुरा निपुर्ण भइहाल्नुहुन्छ है। यो चाहिँ के छ, नेपालको संविधानको धारा 175 बमोजिम प्रदेश सभाले बनाएको तल लेखेको बमोजिम ऐन सर्वसाधारणको लागि जानकारीको लागि प्रकाशन गरिएको छ भनेर चाहिँ सम्झिनु है। यसमा कसले बनाएको रहेछ, प्रदेश सभाले बनाएको रहेछ। कुन संविधानको धारा युज गरेर, 175 युज गरेर। राधिका म्याम वेलकम टु आवर लाइभ, सबैजनालाई वेलकम छ लाइभमा। लेख्नु होला को कताबाट हेरिराख्नुहोस्, क्लास कस्तो लागिरहेछ पनि लेख्नु होला है। म सबैको मेसेज पढिरहेको छु, म क्वेसन पनि सोध्छु हजुरहरूलाई। र यसको नाम के रहेको छ भन्दाखेरि तपाईँहरूको यसको नाम चाहिँ प्रदेश लोकसेवा ऐन 2076 रहेको छ है। सर म्याम अहिले चाहिँ हामीले एउटा, दुईटा, तिनटा, चारवटा कुरा पढ्यौँ यही पेजमा। सर म्याम याद भइरहेको छ, क्लियर हुनुहुन्छ कि हुनुहुन्न लेख्नुहोस् त। लाइभमा भएको सर म्याम, हाम्रो जुममा भएको सर म्याम, सर म्याम क्लियर हुनुहुन्छ कि नै? को हुनुहुन्छ यहाँ जुममा? धेरैजना हुनुहुन्छ। आशिक सर, बालकुमारी म्याम, विष्टजी, दिप्ती म्याम, इन्दु म्याम, कृष्ण सर, मनबहादुर सर, अनि मनिषा म्याम, पूजा म्याम, राधिका म्याम, सृजना म्याम, फेरि सृजना म्याम दुईजना हुनुहुन्छ। सुदीप सर, सुजाता म्याम पनि दुईजना हुनुहुन्छ। उषा म्याम, यादव सर, अर्जुन सर, यमन सर, सबैजनालाई र लाइभमा भएको सर म्यामलाई पनि बुझ्नु भएको छ कि छैन, क्लियर छ कि छैन? क्लियर छ भने क्लियर लेख्नुहोस्। आई विल आस्क द क्वेसन है। अनि हेर्नुहुन्छ डेमो, क्लासको कुरा क्लासमै याद हुन्छ है। खै आन्सर लेख्नुहोस् त। क्लियर हुनुहुन्छ कि हुनुहुन्न? म सबैको नाम प्रोनाउन्स गरेँ। ओके, द फर्स्ट क्वेसन हजुरहरूको लागि, प्रदेश लोक सेवा आयोग ऐन 2076 कति मितिमा चाहिँ हजुरहरूको चाहिँ बनाइएको ऐन हो? हजुर म्याम भन्नुभएको छ विष्टजीले। ल, लेख्नुहोस् त सर म्याम। लोक सेवा, प्रदेश लोक सेवा आयोग ऐन 2076 क्लियर म लेख्नुहोस्। विपना म्यामले, विपना आफ्नै नाम भन्नु पर्यो, उहाँ चाहिँ ठ्याक्कै हिरोइनको नाम रहेछ, विपना थापा नै रहेछ, म विपना गिरी परे। 2076 ओके। यमन सरको उत्तर आएको छ 2076, 5 महिना 17 गते। आई एम हियर म्याम भन्नुहुन्छ चार्ली ध्रुव सरले। ओके, वेलकम। ल, अनि मनबहादुर सरले भाद्र। ओहो, मनबहादुर सर याद गर्न सही हुनुहुन्छ। मनबहादुर भबाट नै भाद्र हेर्नुहोस् त, सजिलो। लोकसेवा आयोग ऐन, लोकसेवाको जागिरी खाने भएर है। 17, 2076 हुन्छ। पूजाले 2076, 5 महिना 17। साउन्ड कम आएको छ भन्नुहोस् यादव सरले। मेरो साउन्ड अडिबल छैन, इज इट नट अडिबल? लेख्नुहोस् त क्लियर आएको कि छैन। मनिषा म्यामले 2076, 5 महिना 17 लेख्नु भएको छ। लाइनमा भएको सर म्याम आए त्यो क्वेसन, आई रिपिट माई क्वेसन। लोकसेवा, प्रदेश लोकसेवा आयोग ऐन 2076 कति महिना र कति गते चाहिँ तपाईँहरूको चाहिँ बनाइएको चाहिँ ऐन हो? आशिक सरले 2076, 5 महिना 17 क्लियर छ म्याम भन्नुहोस् मनबहादुर सरले। ढुक्क बस्नुहोस्, हजुरलाई त यहीँ याद गरेर मैले घर पठाउने हो। घर पठाउनु भन्नाले यसपछिको क्लास रिभिजन हुन्छ कि तपाईँहरूको घरमा। खै लाइभमा भएको सर म्याम क्विक 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 लेख्नुहोस् आन्सर, अनि लाइभ एउटा एउटा सेयर गर्नु होला। लाइभमा धेरैजना हुनुहुन्छ, आन्सर दिनु पर्यो। जसले आन्सर दिनुहुन्छ उहाँको नाम निस्किन्छ कि 100% निस्किन्छ। ल, ओके। हाम्रो चाहिँ जुममा भएको सर म्यामले त फटाफट एन्सर दिनुहुन्छ। ओके, प्रदीप सरले चाहिँ 2076, 5 महिना 17 गते लेख्नुहुन्छ। अब जुममा लाइभमा दुईटैको कम्पिटिसन हुन्छ, लेट्स सी कसले जित्नुहुन्छ। लाइभमा पनि आन्सर आउने क्रम जारी छ। ओके, अब मेरो अर्को प्रश्न हजुरहरूलाई यसरी रहेको छ, नेपालको संविधानको कतिौं धारा बमोजिम चाहिँ यो ऐन बनाइएको? नेपालको संविधानको कतिौं धारा बमोजिम चाहिँ यो ऐन बनाइएको? प्रदेश लोकसेवा आयोग ऐन। नाम पनि याद गर्नुपर्छ है, नाम पनि याद गर्नुपर्छ।
प्रदेश लोकसेवा आयोग ऐन 2076 चाहिँ संविधानको कुन धारा बमोजिम चाहिँ बनाइएको निर्माण भएको? उत्तर आइसकेको छ यहाँ। भेरी गुड। राधिका मैले 175 लेख्नुभएको छ, मनबहादुर धारा 175, अनि त्यसपछि गएर विष्ट जी पूजा म्यामले पनि 175, मनिषा म्यामले 175, इन्दु म्यामले 175, दिप्ती म्यामले 175, आशिक सरले 175 लेख्नु भएको छ। खै क्विक 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 एन्सर लेख्नुहोस् त, कति कति हो? ललिता म्याम वेलकम टु आवर लाइभ। सबैजनाले एउटा लाइभ सेयर गर्न मैले आग्रह गरेँ। हेर्नुहोस् त, तपाईँहरू लाइभमा भएको सर म्यामले एन्सर दिन सकिराख्नु भएको छैन। कम्पिटिसन हेर्नुहोस् है, जुममा त फटाफट एन्सर आइरहेको छ। द लेभल अफ कन्फिडेन्स स्पिक्स इन दिस वे है, कन्फिडेन्स हुन पर्यो आफूमा। आन्सर यहाँ फटाफट आएको छ। आशिक सरले 175, ओके। विपना म्यामले 175 लेख्नु भएको छ। सुदीप सरले 175 लेख्नु भएको छ। हजुरलाई चाहिँ क्लासको कुरा क्लासमै याद हुन्छ कि यहाँ, ठिक छ। अब कति सजिलो छ हेर्नुहोस् त, कति सजिलो छ याद गर्न। अब म तपाईँलाई फेरि निमोनिक्स दिन्छु है। 2076, अघि नै मैले 7 लेखेको थिएँ, 7 रहेनछ, 17 रहेछ, 5 महिना 17 गते होइन, ठिक छ होइन। 6 5 17 भनेर सम्झिनु होला। त्यसपछि हेर्नुहोस् त, यहाँ चाहिँ कति छ? 17 र 5, धारा 175। हेर्नुहोस् त 175 के छ? यहाँको 17 पनि आयो, भदौको 5 पनि आयो, ठ्याक्कै हेर्नुहोस् त, ठ्याक 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 मिल्यो कि मिलेन? 175 यहाँ पनि रिलेटेड रहेछ। यसरी पनि तपाईँ रिलेट गरेर पनि किताबको कुराहरू पढ्न सक्नुहुन्छ है। खतरा हो ट्रिक भन्नुभएको छ, खतरा छ। खतरा भएर त हजुरहरू मान्वी जोइन गर्नु भने होइन। अनि जो जो लाइभ हेरिराख्नु भएको छ यो पेज चाहिँ फलो गरिहाल्नु होला है। अनि हजुरहरूलाई चाहिँ मैले चाहिँ अर्को कुरा पनि भन्न चाहन्छु, म चाहिँ हजुरको टिकटक युट्युबमा पनि छु। हाम्रो मानवी एजुकेसन इन्स्टिच्युट पनि टिकटकमा, हजुरको युट्युबमा छ, मानवी एजुकेसन इन्स्टिच्युट भनेर चाहिँ नाम छ। टिकटकमा पनि मेरो नाम छ विपना गिरी भनेरै छ। त्यसमा चाहिँ आज मैले भर्खरै किताब पढ्ने कसरी भनेर पनि राखेको छु। त्यसमा अरू अरू कन्टेन्ट, मोटिभेसनल कन्टेन्ट हुन्छन् भने युट्युबमा तपाईँहरूलाई पढ्ने तरिकाहरू पनि दिएको हुन्छ होइन। निमोनिक्स वाइज तपाईँको 16 योजना पनि मैले राखेको छु। क्लास लर्ने मान्छेलाई पनि सजिलो होस्, सबैलाई सजिलो होस् भन्ने हिसाबले त्यहाँ राखेको छु। त्यो पनि भिजिट गर्न सक्नुहुन्छ है। मैले सबैलाई अहिले यो लाइभमा भन्नु कारण चाहिँ सबैलाई सजिलो होस् भनेर है। युट्युबमा चाहिँ हाम्रो मानवी एजुकेसन इन्स्टिच्युट नै छ। मेरो आइडी चाहिँ विपनागिरी 1668 छ। सरले यहाँ राखिदिइहाल्नुहुन्छ। हाम्रो मानवी एजुकेसन इन्स्टिच्युट भनेर चाहिँ अर्को आइडी रहेको छ। यो चाहिँ मेरो पर्सनल आइडी हो र टिकटकमा चाहिँ विपनागिरी भनेर चाहिँ हेर्न सक्नुहुन्छ है। ल ओके, ओके। तपाईँहरूको सिलेबसमा भएको कुरा कुनै पनि छुट्दैन। त्यो कुरा ढुक्क भएर बस्नु होला। हामी एक्स्ट्रा पनि पढ्दैनौँ, त्योभन्दा कम पनि पढ्दैनौँ है। ढुक्क भएर बस्नुहोस् त्यो कुराको लागि, ठिक छ। सबैजनालाई धेरै धेरै बधाई छ। यसको उत्तर रहेको छ नेपालको संविधान धारा 175 युज गरेर, त्यसको आधारमै तपाईँको प्रदेश लोकसेवा आयोग ऐन चाहिँ बनेको 2076 है। त्यसपछि गएर यो प्रदेश लोकसेवा आयोग ऐन 2076 चाहिँ कसले बनाएको, अथवा चाहिँ कसले बनाएको? प्रदेश सभाले हो कि मन्त्रालयले हो कि विभागले हो कि? यसरी क्वेसन आइदिन्छ है। मन्त्रालयले हो कि विभागले हो कि तपाईँहरूको चाहिँ कुनै महाशाखाले हो कि कृषि विकास शाखाले हो कि केले हो भनेर आइदिन्छ। लेख्नुहोस् त, प्रदेश लोकसेवा आयोग ऐन 2076 चाहिँ कसले निर्माण गरेको? प्रदेश लोकसेवा आयोग ऐन प्रदेश सभाले हो कि मन्त्रालयले हो कि विभागले हो कि के हो? यहाँ आन्सर आइसकेको छ हाम्रो जुममा। फटाफट रफ्तार त्यस्तो तेज छ नि। प्रदेश सभाले भन्नु छ मनोज सरले, राधिका म्याम प्रदेश सभाले, मनिषा म्यामले प्रदेश सभा, अनि पूजा म्यामले प्रदेश सभा लेख्नु भएको छ। क्विक 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 खै एन्सर। जुमको सर म्याम, अर्जुन सर, यादव सर, उषा म्याम, सुजाता म्याम दुईटा हुनुहुन्छ, सृजना म्याम, राधिका म्याम, पूजा म्याम, मनिषा म्याम, के छ आन्सर? ल यसो विश्वजीले प्रदेश सभा, पूजा म्यामले प्रदेश सभा, मनिषा म्यामले प्रदेश सभा लेख्नु भएको छ, राधिका राई म्यामले प्रदेश सभा लेख्नु भएको छ। ओके, मैले फेरि रिपिट गरेँ हजुरलाई क्वेसन, कसले बनाएको? यो मन्त्रालय हो कि विभागले हो कि सभाले हो कि? यसको उत्तर 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 आइसकेको छ प्रदेश सभा। भेरी गुड। हेर्नुहोस् त, 3टा क्वेसन हामीले भर्खरै गऱ्यौँ, त्यहीबाट एउटा क्वेसन चाहिँ आउन चाहिँ सक्ने सम्भावना छ। नाम पनि इम्पोर्टेन्ट हो यसको, यसको चाहिँ कुन धारा युज गरेर कसले बनाएको, यो क्वेसन चाहिँ आइराख्ने क्वेसन हो है। आफ्नो इक्जामको अनुभवले, पढाइराखेको अनुभवले भनेको छ है। ल सबैजनालाई यादव सर, दिप्ती म्याम, अर्जुन सर, मनिषा म्याम, अनि त्यसपछि हाम्रो मनबहादुर सर, यमन सर, आशिक सर, इन्दु म्याम, सबैजनालाई धेरै धेरै बधाई छ। यो तपाईँको आन्सर सेट नै हामीले हेर्न पाइरहेका छैनौँ भन्नुभएको छ। के अरे अमलाल अविरल, अमलाल ओली अविरल सर, यो आन्सर सेट होइन नि, यो त तपाईँहरूको चाहिँ पिडिएफ नै हो। तपाईँको पिडिएफ हो, तपाईँको ऐन हो। म चाहिँ तपाईँलाई मौखिकमा क्लास लिने बित्तिकै हरेक स्लाइड पछि, हरेक कन्टेन्ट पछि क्लियर हुनुभयो कि भएन, क्लियर पश्चात चाहिँ आन्सर दिन सक्ने योग्य हुनुभयो कि भएन भनेर टेस्ट गरेको यो तपाईँको टेस्ट अन द स्पोट के, बुझ्नुभयो नि? एकदम घटनास्थलमै तपाईँहरूको चाहिँ टेस्ट गरेको यो है, ठिक छ। अलिकति जुम गर्ने भए चाहिँ म गरिदिन्छु, बट यो आन्सर सिट चाहिँ होइन है, तपाईँहरूको चाहिँ पिडिएफ नै हो है।
ठिक छ सर म्याम, एम आई क्लियर? ल, अब यहाँ जहाँ पनि हजुरहरूले चाहिँ देख्न सक्नुहुन्छ कि स्थानीय त भनेको के हो भने गाउँपालिका र नगरपालिका, यो पनि एउटा चाहिँ प्रोभाबल क्वेसन हो। यो हरेक तपाईँको ऐनमाहरू चाहिँ आएको हुन्छ कि स्थानीय त भन्नाले के हो भनेर सोधिन्छ। गाउँपालिका मात्रै हो कि नगरपालिका मात्रै हो कि उपमहानगरपालिका हो कि महानगरपालिका हो कि भनेर बुझ्नुहोस्। स्थानीय त भन्ने बित्तिकै तपाईँको गाउँपालिका, नगरपालिका, नगरपालिका भन्ने बित्तिकै तपाईँको महानगरपालिका, उपमहानगरपालिका सबै पर्छ है। त्यो कुरा चाहिँ क्लियर हुनु होला पहिला है। ठिक छ सर म्याम, क्लियर भयो मिस भन्नुहोस् विनोद सर, विनोद दाइले मलाई, ल दाइलाई पनि स्वागत छ। दाइ नमस्कार। दाइ भाइ सबै लाइभमा आइदिनुहुन्छ। ल ओके, जिल्ला सभा पनि हो है म्याम भन्नुहोस्। प्रदेश सभा, जिल्ला सभा, त्यो फरक छ है तपाईँहरूको चाहिँ। ल, स्थानीय तहको चाहिँ हजुरले गाउँपालिका, नगरपालिका भनेर सम्झिनु पर्यो। प्रदेश लोक सेवा आयोगको गठनसँग सम्बन्धित पनि हजुरले चाहिँ केही कुराहरू यहाँ पढ्नुपर्छ है। ल ल, अनि अमलाल सरले यहाँ के भन्नुहुन्छ, हामी घटनास्थलमा पुगेकै छैनौँ, त्यो घटनास्थलको जानकारी त हामीलाई पुऱ्याउनु पर्यो नि त म्याम, तर पिडिएफ आफै लिएर हेर्ने हो भन्नुभएको छ। हो, पिडिएफ त आफै लिएर हेर्ने हो। घटनास्थलको कुन कुरा पढ्नुपर्छ, इक्जाममा कसरी आउँछ, तपाईँलाई पढेको कुरा याद हुन्छ कि हुन्न पनि मेन कुरा हो नि त। पिडिएफ मात्रै भएर भएन नि त, पढ्ने तरिका जान्न पर्यो नि त। त्यो पढ्ने तरिका त म सहजीकरण गरिहाल्छु नि, टेन्सन लिनु पर्दैन। कस्तो युनिक नेम रहेछ तपाईँको त, अमलाल भन्नुभएको छ, मैले युनिक लाग्यो नाम। ल ओके, प्रदेश लोकसेवा आयोगको गठनमा चाहिँ तपाईँको के छ भन्दा, प्रदेश लोकसेवा आयोग सेवा आयोगमा समावेशी सिद्धान्तका आधारमा कम्तीमा एकजना, कम्तीमा एकजना महिला हुने गरी अध्यक्ष सहित बढीमा 3जना सदस्य रहनेछन् है। प्रदेश लोकसेवा आयोग गठनमा चाहिँ कतिजना सदस्य हुन्छन् भनेर चाहिँ तपाईँको प्रश्न सोधिन्छ, र त्यो मा चाहिँ तपाईँको के हुन्छ उत्तर भन्दा 3जना चाहिँ सदस्य हुन्छ, र जसमध्ये चाहिँ एकजना चाहिँ को हुनु पर्यो, अनिवार्य रूपमा चाहिँ महिला, किनभने समावेशिताको सिद्धान्त चाहिँ यसले पनि फलो गर्नुपर्छ है। र अध्यक्ष र सदस्य नियुक्तिको लागि सिफारिस मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश सभाको सभामुख र प्रदेश सभामा विपक्षी दलको नेता रहेको एक सिफारिस समिति रहनेछ, र त्यस्तो समितिमा प्रदेश सरकारको प्रमुख सचिवले सचिव भई काम गर्नेछ। ख्याल गर्नु होला है, तपाईँलाई अरू कुरा याद नभए पनि यसमा कतिजना सदस्य हुनुहुन्छ र कतिजना महिला हुनुहुन्छ भन्ने कुरा चाहिँ ख्याल गर्नु पर्यो। 3जना सदस्य हुनुहुन्छ र एकजना महिला हुनुहुन्छ भनेर चाहिँ सम्झिनु होला। त्यस्तै गरेर हजुरको चाहिँ यहाँ के छ भन्दाखेरि उपदफा 2 बमोजिम सिफारिस समितिले समानुपातिक समावेशीको सिद्धान्तका आधारमा अध्यक्ष र सदस्यको पदमा नियुक्तिको लागि सिफारिस गर्नुपर्नेछ है। समितिको सिफारिसमा प्रदेश प्रमुखले अध्यक्ष र सदस्यले नियुक्ति गर्नेछ। कसले नियुक्ति गर्नेछ भन्दाखेरि यहाँ चाहिँ प्रमुखले, तपाईँहरूको चाहिँ प्रदेश प्रमुखले अध्यक्ष र सदस्यको, प्रदेशको प्रमुखले चाहिँ यो लोकसेवा आयोगको अध्यक्ष र सदस्यको चाहिँ नियुक्ति गर्नुहुन्छ। यसबाट चाहिँ 3टा क्वेसनहरू आउन सक्छ है। महिला कतिजना हुने प्रावधान रहेको छ, त्यसपछि त्यसपछि गएर तपाईँहरूको चाहिँ सदस्य कतिजना हुने प्रावधान रहेको छ, र तपाईँहरूको चाहिँ यसको अध्यक्ष र सदस्यको नियुक्ति चाहिँ कसले गर्नुहुन्छ भनेर चाहिँ सोधिन सक्छ है। ठिक छ? ल हो, ठिक छ सर म्याम, अब म तपाईँलाई सोध्न गइरहेको छु। अब लोकसेवा आयोगको गठनमा चाहिँ कतिजना सदस्य रहने प्रावधान रहेको छ, लेख्नुहोस् सर म्याम, क्विक क्विक क्विक। पढ्दै यसबाट के आन्सर क्रिएट हुन्छ गर्दै तपाईँले चाहिँ रिलेट गरेर पढ्न सक्नुभयो भने आन्सर तपाईँलाई दिमागमा यसरी छापिन्छ नि, त्यो कुरा कहिले पनि बिर्सिनुहुन्न कि हजुरहरूले है। भेरी गुड, यहाँ उत्तर आइसकेको छ। राधिका म्यामले 3जना, सृजना म्यामले 3जना, मोहन बहादुर सरले 3जना, एकजना महिला सहित लेख्नु छ। भेरी गुड। पूजा म्यामले 3जना, मनिषा म्यामले 3जना, विष्टजीले 3जना, आशिक सरले 3जना, यादव सरले 3जना, दिप्ती म्यामले 3जना, सुदीप सरले 3जना लेख्नु भएको छ। गुड, भेरी गुड। तपाईँलाई यो सेसन चलाउँदा कस्तो हुन्छ भने चाहिँ आफू पनि एक्टिभेट भइन्छ कि म्यामले त्यसपछि सोध्नुहुन्छ, मैले जान्न पर्छ नत्र म पछाडि पढ्छु भनेर पनि फिलिङ आउँछ कि। त्यही भएर पनि तपाईँले ढुक्क भएर चाहिँ क्लासमा चाहिँ याद हुन सक्ने बढी चाहिँ चान्सेस हुन्छ कि। ठिक छ सर म्याम? ल ओके, अब यहाँ चाहिँ तपाईँको सेवा अवधि पनि पढ्नुपर्छ है। अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले 6 वर्ष हुनेछ। हेर्नुहोस् है, अध्यक्ष र सदस्यलाई सचिवले नियुक्ति गर्नुहुन्छ, प्रदेश प्रमुखले है, प्रदेश प्रमुखले। र त्यसपछि गएर तपाईँहरूको के हुन्छ, अध्यक्ष र सदस्यको पदावधि चाहिँ 6 वर्षको हुन्छ। आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा अध्यक्षले उच्च अदालतको मुख्य न्यायाधीश समक्ष र सदस्यले अध्यक्ष समक्ष अनुसूची 1 बमोजिम चाहिँ शपथ लिनुपर्ने हुन्छ है। ठिक छ ओके। दुर्गाराज गिरी सरले पनि 3 लेख्नु भएको छ, अघि नै उत्तर लेख्नु भएको न, भेरी गुड। ल
अनि त्यसपछि 9को उपदफा 5मा जुनसुकै, अब जस्तो तपाईँको उपदफा 5मा जुन माथि लेखेको छ, उपदफा 5मा जुनसुकै कुरा लेखेको भए तापनि देखाएको कुनै अवस्थामा लोकसेवा आयोगको अध्यक्षको पद रिक्त हुनेछ, सदस्यको रिक्त हुनेछ भनेर बुझिन्छ है। निजले प्रदेश प्रमुख समक्ष लिखित रूपमा राजीनामा दिएमा निजको उमेर चाहिँ 65 वर्ष उमेर पुरा भएमा, हेर्नुहोस् है सर म्याम, ख्याल गर्नु पर्यो है, 65 वर्ष उमेर है। ल, थ्याङ्क यू म्याम भन्नुहोस् न प्रवीण सरले, थ्याङ्क यू, वेलकम। ल, तपाईँहरूको चाहिँ निजको उमेर 65 चाहिँ लिमिट रहेछ है, 65 वर्ष उमेर पुरा भएमा। त्यसपछि गएर उपदफा 14 बमोजिम पदमुक्त भएमा शारीरिक वा मानसिक अवस्थाका कारणले सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी प्रदेश सरकारले गठन गरेको मेडिकल बोर्डले दिएको सिफारिसको आधारमा है, ख्याल गर्नु होला कुन कुन अवस्थामा चाहिँ त्यो पद रिक्त भएको बुझ्नुपर्छ है। समितिको सिफारिस प्रदेश प्रमुखले पद मुक्त गरेमा, निजको मृत्यु भएमा, अन्य प्रचलित कानुन बमोजिम अयोग्य ठहरिएमा है। अब तपाईँले यसबाट पढ्ने कुरा के हो भन्दा, आई विल टेल यु इन ए जिस्ट है। तपाईँले यसमा पढ्ने चाहिँ कतिजना सदस्य हुन्छन्, महिला सदस्य को हो होइन, महिला सदस्य कतिजना रहने प्रावधान छन्, प्रदेश लोकसेवा आयोग गठन गर्दाखेरि चाहिँ त्यसको अध्यक्ष र सदस्य चाहिँ कसले नियुक्ति गर्नुहुन्छ, कति समयको चाहिँ उहाँहरूको पदावधि हुन्छ, र कस्तो कस्तो कन्डिसनमा चाहिँ उहाँहरू चाहिँ यो पद चाहिँ रिक्त भएको बुझ्नुपर्छ, र यसको एज लिमिट चाहिँ 65 वर्ष हो भनेर चाहिँ पढ्ने। यसबाट 6वटा कुरा पढ्नुभयो भने यस बाहेक चाहिँ यो क्षेत्रबाट चाहिँ अरू क्वेसन आउँदैन। यो हेर्नुहोस् है, एउटा स्लाइडबाट मैले 3टा 4वटा क्वेसन बनाइरहेको हुन्छु, एउटा टपिकबाट भनेपछि कुनै पनि क्वेसन चाहिँ छुट्दैन कि हजुरहरूलाई। ल, ठिक छ, ठिक छ सर म्याम, क्लियर हुनुहुन्छ? क्लियर हुनुहुन्छ भने क्लियर लेखिदिनुहोस् है। अनि जुममा हुने सर म्यामले, लाइभमा हुने सर म्यामले चाहिँ एउटा एउटा लाइभ सेयर गरिदिनु होला। हामी अहिले मानवी एजुकेसन इन्स्टिट्युटबाट लाइभमा छौँ है। ठिक छ म्याम हुनुहुन्छ, अरू सुता म्याम, सुदीप सर बुझिराख्नु भएको छ कि छैन? तपाईँलाई मैले क्वेसन पनि सोधिरहेको छु, अन द स्पोट हजुरलाई याद गराइरहेको छु। 200% क्लियर म्याम भन्नुहोस् त मनबहादुर सरले। क्लास कस्तो लागिरहेछ सर म्याम? लाइभमा भएको सर म्याम पनि लेख्नु होला। बबाल छ म्याम भन्नुभएको छ क्लास। लोकी थ्याङ्क यू सुदीप सर। अनि हाम्रो सीता म्याम, कृष्ण सर, मनिषा म्याम, पूजा म्याम, सीता म्याम, अरू को हुनुहुन्छ, सृजना म्याम, सुदीप सर, सुजाता म्याम, के छ क्लास कस्तो मानिराख्नु छ? ठिक छ म्याम भन्नुभएको छ दिप्ती म्यामले। ल, हजुरको फिडब्याक पनि हामीलाई चाहिन्छ, बेला बेलामा सोध्छौँ हामी अन द ट्र्याक गइरहेका छौँ कि छैनौँ भनेर पनि है। सकभर हजुरलाई कुनै नछुटोस् भन्ने चाहिँ हाम्रो योजना हुन्छ, हाम्रो चाहिँ उद्देश्य हुन्छ है। ल, ओके, ठिक छ म्याम, ठिक छ भन्नुहोस्, तपाईँको पढाउने स्टाइल आइडियल छ म्याम भन्नुहोस् ल। थ्याङ्क यू, क्रिस्टल क्लियर हुँदैछ म्याम भन्नुहोस्। सुदीप सरले सुता भने बब्बाल छ म्याम भन्नुहोस्, थ्याङ्क यू सो मच है, विथ ड्यु रेस्पेक्ट सबैजनालाई, हाम्रो सर म्यामलाई। अनि तपाईँहरूले चाहिँ यो कुरा पढेपछि चाहिँ मलाई ढुक्क हुन्छ कि, अनि घरमा एकचोटि रिभिजन गर्नु भने सर र चाहिँ म बोलेको आवाज गुन्जिन्छ, हजुरले सर र स्क्यान मात्रै गर्नु कि एकदमै सजिलो हुन्छ। पहिला पहिला पढ्नु भएको सर म्यामले हामीलाई फिडब्याक दिनुहुन्छ, अनि त्यो हिसाबले चाहिँ हामीले चाहिँ गर्छौँ कि यसमा चाहिँ यस्तो यस्तो कुराहरू आएको रहेछ भनेर चाहिँ हामीलाई थाहा हुन्छ कि है। लेख्नुहुन्छ म्याम, यस्तो यस्तो क्वेसन आयो नि, यस्तो यस्तो कुरामा हामीले यस्तो लेख्यौँ नि, आज यो क्वेसन आयो भनेर हामीले क्वेसन थप्दै नयाँ बनाउँदै जान्छौँ कि। पढाउन लाएको त धेरै समय भयो नि त होइन, पढाउन लाएको धेरै समय भयो, लगभग तपाईँहरूको 6-7 वर्षभन्दा बढी भइसक्यो मैले पढाउन थालेको, लोकसेवा दिने सर म्यामलाई सहजीकरण गरेको है। अब यसमा प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार, यो चाहिँ काम लोकसेवा आयोगको हो कि नै भनेर तपाईँको दोस्रो पत्रमा पनि लोकसेवा आयोगको के रहेका छन् काम, कर्तव्य, अधिकार भनेर चाहिँ सोधिरहेको हुन्छ है सर म्याडम। ओके सर म्याम, ओके। रिटर्न पनि आउँछ यहाँबाट भनेको छ, आउँछ तपाईँको, हेर्नुहोस् त सिलेबसमा तपाईँको हरेक तपाईँको सेक्सन ए, सेक्सन बी, सेक्सन सी भनेको चाहिँ जिके आइक्यू छैन, तपाईँको सेक्सन सीबाट पनि सोधिरहेको हुन्छ, प्रश्न आउँछ। तपाईँको सिलेबसमा हेर्नु भएको छ कि छैन सर म्याम, क्वेसन आउँछ यसबाट है। र प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार कि जस्तो लोकसेवा आयोग र नियमावलीबाट तपाईँको एउटा 5 मार्क्सको क्वेसन आउँछ, अनि एमसिक्यूमा चाहिँ 2टा क्वेसन्सहरू आउँछन्, हो त्यसरी चाहिँ यसबाट पनि क्वेसन आउँछ है।
ठिक छ, प्रदेश लोकसेवा आयोगको काम कर्तव्य र अधिकार फर्स्ट पेपरमा आउँछ, सेकेन्ड पेपरमा आउँछ र इन्ट्रीमा पनि सोधिन्छ के हुन्छन् भन्दा सर्फेसली मलाई भन्नु त लोकसेवा आयोगको काम के होला। रिटर्नमा 20 को आउँछ भन्नुभएको छ सेक्सन सीबाट होइन सर? ल हो भन्नुभएको छ, हो डेफिनेटली आउँछ। त्यही भएर इक्जाम दिने मान्छेलाई थाहा हुनु पर्यो नि, म पढाउने मान्छेलाई भन्दा इक्जाम दिने मान्छेलाई चाहिँ थाहा हुनु अत्यन्तै जरुरी छ कि यो कुराहरू है। ल त्यही पनि मैले भन्छु, सकभर नछुटोस् हजुरहरूलाई कुनै पनि कुरा। म चाहिँ यहाँ हजुरको चाहिँ लाइभमा पनि थिएँ। ल लाइभमा भएको सर म्याम पनि एक्टिभेट भइहाल्नु होला। ल ओके, हजुरको चाहिँ प्रदेश लोकसेवा आयोगको काम कर्तव्य के हुन सक्ला तपाईँहरूको यसो माइन्ड बनाउनुहोस् त। तपाईँले फर्म भरिराख्नु भएको छ, त्यहाँ भ्याकेन्सी देख्नुहुन्छ होला, नियुक्ति देख्नुहुन्छ होला, इन्टरभ्यू देख्नुहुन्छ होला होइन। ल 100% किलर म्याडम भन्नुभएको छ। लोकसेवालाई चाहिँ क्र्याक गर्न सक्ने चाहिँ हुन पर्यो कि। किलर म्याडम भन्ने बित्तिकै अल्छीलाई किल गरिदिने, पढ्नलाई जागरुक बनाइदिने, हजुरलाई पढम पढम बनाउने चाहिँ मैले चाहिँ एकदमै प्रयत्न गर्छु। र हजुरहरू चाहिँ पढ्नु चाहिँ नि हुन्छ है। ल हजुरको प्रदेश म्याडम लोकसेवा आयोगको नमस्कार। काम। नमस्कार सर, गुड इभिनिङ। गुड इभिनिङ हाम्रो सम्पूर्ण म्याडम सर म्याडमहरूमा नमस्कार पनि। र भोलिको पर्व क्रिसमस डेकोमा पनि हजुरहरूलाई भोलिको पर्वको पनि शुभकामना हामी मान्वी एजुकेसन इन्स्टिच्युट व्यक्त गर्दछौँ। अहिले हाम्रो यो क्लास भइरहेको कोशी प्रदेश विशेष रहेर प्रदेश लोकसेवा ऐन नियमावली टपिकहरू म्याडमले कभर गर्दै हुनुहुन्छ। कृषि चौथो पाँचौँ र अधिकृत सातौँ सबै तहको हाम्रो मान्वी एजुकेसन इन्स्टिच्युटमा कक्षाहरू हामीले सञ्चालन गरिरहेका छौँ। हजुरहरू न्यून शुल्कमा गुणस्तरीय शिक्षा अनि त्यसपछि हजुरहरूको सहजीकरण चाहनुहुन्छ भने मान्वी एजुकेसन इन्स्टिच्युटलाई हजुरहरू सम्झिन सक्नुहुन्छ। हाम्रो स्क्रिनमा नम्बर छ 97 632 51 680 9763251680 मा हजुरहरू म्यासेज गर्न सक्नुहुन्छ, वाट्सएप गर्न सक्नुहुन्छ, कल गर्न सक्नुहुन्छ। र हाम्रो यो जुन फेसबुक पेजमा लाइभ देखिराख्नु भएको छ मान्वी एजुकेसन इन्स्टिच्युटको पेजलाई पनि फलो गर्नु होला। त्यसमा पनि हजुरहरू म्यासेज छोड्न सक्नुहुन्छ। एकदमै न्यून शुल्क छ। हजुरहरूलाई चित्त बुझ्ने तरिकाले हामीले क्लासमा जोइन गराउँछौँ। चौथो पाँचौँ र अधिकृत सातौँ र कोशी प्रदेशको पनि नियमित कक्षा हामीले सञ्चालन गरिरहेका छौँ। साँझ बिहान 2 सिफ्टमा हाम्रो चौथो पाँचौँको कक्षाहरू हामीले सञ्चालन गरिरहेका छौँ। र अधिकृतको क्लास पनि हाम्रो सञ्चालनरत नै छ। जो कोही पनि जुनसुकै तहमा क्लास लिन चाहनुहुन्छ भने हाम्रो मान्वीमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। क्लासहरू हजुरहरूलाई हामीले नियमित रूपमा दिन्छौँ। कुनै दिन पनि हाम्रोमा क्लास रोकिँदैन, त्यो समस्या पाउनुहुन्न हजुरहरू। शनिबार इक्जाम हुन्छ, फर्स्ट पेपर सेकेन्ड पेपर तपाईँहरूलाई हामीले मिलाएर इक्जाम गराउँछौँ। फिडब्याक सेसन पाउनुहुन्छ, रेकर्डेड भिडियो पिडिएफ नोट्स। र अर्को राम्रो कुरा के छ भन्दा हजुरहरूले एकपटक भर्ना गर्नुभयो भने तपाईँहरूको नाम ननिक्लिँदासम्म सोही शुल्कमा तपाईँहरूले भयो मेरो नाम निक्लियो अब मैले पढ्नु पर्दैन नभन्दासम्म हजुरहरूलाई हामीले एउटै शुल्कमा नियमित हामीले कक्षा उपलब्ध गराउँछौँ। सहजीकरण गर्छौँ। मेन कुरा सहजीकरणको आवश्यक पर्छ हजुरहरूलाई। त्यो सहजीकरण हजुरहरूलाई हामीले सधैँभरि उपलब्ध गराउँछौँ। जो कोही हुनुहुन्छ क्लास लिन इच्छुक जोइन हुनुहोला। मान्वीलाई धेरैले मन पराइदिनु भएको छ, धेरै त भएको छैन होइन हामी आएको मार्केटमा, तैपनि म्याक्सिमम जति पनि हुनुहुन्छ धेरैले मन पराइदिनु भएको छ, रुचाउनु भएको एउटा इन्स्टिच्युट अन्तर्गतको मान्वी छ हजुरहरूको। इच्छुकहरू जो कोही हुनुहुन्छ आउनुहोला, सक्दो सहजीकरण गर्छौँ। विपणा म्याडमले तपाईँलाई आफै डाइरेक्ट हजुरहरूसँग कन्ट्याक्टमै रहेर सहजीकरणसम्म गरिराख्नु भएको छ। इच्छुकहरूलाई अझै पनि हाम्रोमा जोडिनको लागि आग्रह गऱ्यौँ। धन्यवाद म्याडम, अगाडि धन्यवाद बढ्नुहोस्। सर। सहजीकरणको कुरामा त मैले यस्तो व्यस्त स्केड्युलबाट पनि भर्खरै अफिसरको टिमबाट पनि मैले सरको रिक्वेस्टमा आफैले त्यो नोट हेरेर क्लास नभए तापनि फेरि रेकर्ड गरेर पनि पठाएको छु उहाँलाई फिडब्याक दिएर, किनभने उहाँहरूको इक्जाम आइसकेको कारणले गर्दाखेरि अहिले अलि व्यस्त छु। तै पनि हजुरको लागि समय चाहिँ अवश्य पनि निकाल्ने प्रयासमै छु। मानवीको लागि एनिथिङ भने जस्तो है। ल हजुरहरूलाई त्यो मैले गरेको सहयोगले, सानो सहयोगले पनि इक्जाममा लेख्नको लागि आइडिया मिल्छ अथवा त्यसले गर्दा नाम निस्किन्छ भने त्यो मेरो लागि एकदमै ठुलो, मेरो लागि पनि अचिभमेन्टको कुरा हो कि हजुरको नाम निस्किनु भनेको मेरो पनि नाम निस्के सर हो कि। त्यही भएर पनि त्यो फिलिङ चाहिँ राख्छु र पढ्दाखेरि आफूलाई पनि मलाई रमाइलो लाग्छ पढ्न पढाउन है। प्रदेश लोकसेवा आयोगको काम कर्तव्य र अधिकारमा थियौँ हामीहरू। यसमा चाहिँ प्रदेश निजामती सेवा र स्थानीय सरकार सेवाको
पदमा नियुक्तिको लागि उपयुक्त उम्मेद्वार छनौट गर्न परीक्षा सञ्चालन गर्नु लोकसेवा आयोगको कर्तव्य हो। हेर्नुहोस् है, उसको कर्तव्य, उसको काम हो है। त्यसै गरी विभिन्न सरकार विभिन्न सेवाको लागि उपयुक्त उम्मेद्वार छनौटका लागि सञ्चालन गरिने परीक्षाको किसिम, पाठ्यक्रम, तर्जुमा, परीक्षण विधि निर्धारण, विज्ञहरूको छनौट होइन, प्रश्नपत्र निर्माण तथा परिमार्जन, परीक्षा सञ्चालन, उत्तर पुस्तिकामा सङ्केत नम्बरको प्रयोग, उत्तर पुस्तिकामा परीक्षण होइन, उत्तर पुस्तिकाको परीक्षण गर्ने, अन्तर्वार्ता सञ्चालन, नतिजा प्रकाशन, सिफारिस लगायतका अन्य काम कारवाही सम्बन्धी लोकसेवा आयोगको आफ्नो अभ्यास विधि र मापदण्ड आधारमा कार्य गर्नेछन्। यसको कर्तव्य भनेको परीक्षा सञ्चालन गर्ने यसको कर्तव्य हो। भ्याकेन्सी निकाल्न पर्यो, विज्ञहरू छनौट गर्नु पर्यो, परीक्षा सञ्चालन गर्नु पर्यो, उत्तर पुस्तिकाहरू रेडी गर्न पर्यो, त्यसमा कोडिङहरू राख्नु पर्यो होइन, परीक्षा जाँच गर्नु पर्यो। त्यो सबै तपाईँहरूको के हो, प्रदेश लोकसेवा आयोगको काम कर्तव्य हो है। अनि त्यसको प्रदेश प्रहरी सेवा, शिक्षक सेवा लगायतका प्रदेशका अन्य सरकारी सेवा र सङ्गठन संस्थाको पदमा पूर्तिका लागि लिने लिखित परीक्षा पनि आयोगले सञ्चालन गर्नेछन्। आजकल त तपाईँहरूले ख्याल गर्नु होला, पहिला पहिला तपाईँहरूको ब्याङ्कको छुट्टै इक्जाम हुन्थ्यो होइन, तपाईँहरूको ब्याङ्कको छुट्टै इक्जाम थियो। अहिले त लोकसेवा आयोगले नै लिन्छ। तपाईँहरूको नार्को पनि नार्कले इक्जाम लिन्थ्यो, अहिले लोकसेवा आयोगले लिन्छ। हो, त्यो चाहिँ यसले भन्न खोजेको है। ठिक छ, ल, ओके, बुझिराख्नु भएको छ नि? समझमै आ रहा है कि नै? बुझ्दैछ कि छैन? लेख्न पर्यो है। त्यस्तै गरेर यहाँ के रहेको छ भन्दाखेरि तपाईँको प्रदेश, ओके, सेयर फेरि टुट्यो क्या हो? जादु मन्तर आइजाऊ। इज इट भिजिबल? ठिक छ भिजिबल छ कि म्याडम, छैन? म्याडम ठिक छ, सेयर भइरहेको छ, स्क्रिनमा देखिरहेको छ है। ओके, अब यसमा के छ, प्रदेश प्रदेश प्रहरी सेवा, प्रदेश शिक्षक सेवा र प्रदेशका अन्य सरकारी सेवामा पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा आयोगले परीक्षा परामर्श लिनुपर्नेछ। कुनै सङ्गठित संस्थाको सेवाको कर्मचारीहरूको सेवा सम्बन्धी कानुन र त्यसको सेवामा पदमा बढुवा वा विभागीय कारबाहीको गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा आयोगको परामर्श लिनुपर्नेछ। प्रदेश सरकारबाट निवृत्तिवरण पाउने पदमा आयोगले परामर्श बिना स्थायी नियुक्ति गरिने छैन भनेको चाहिँ तपाईँहरूको चाहिँ यसको रहेको छ है। अब तपाईँहरूलाई सोधिन सक्छ, तपाईँले लेख्नु पर्यो प्रदेश लोकसेवा आयोगको काम कर्तव्यहरू के कस्ता रहेका छन् उल्लेख गर्नुहोस् भनेर 5 मार्क्सको क्वेसन सोधिदिन्छ है। ए टु जेड सेम लेख्नुपर्छ कि हो? अब मैले हजुरलाई सोधिहालेँ, उषा म्यामले सोध्नु भएको छ यहाँ, म्याम यो रिटर्नमा लेख्दा ए टु जेड सेम लेख्नुपर्छ कि अलिअलि मोडिफाई गर्दा हुन्छ? हो, त्यही चेक गर्नको लागि आइएम आस्किङ यु दि क्वेसन है। प्रदेश लोकसेवा आयोगको काम कर्तव्य र अधिकार के कस्ता रहेका छन् उल्लेख गर्नुहोस्। यो चाहिँ तपाईँको 5 मार्क्सको क्वेसन हुन्छ। लाइभमा भएको सर म्यामले पनि लेख्नुहोस्, जुममा भएको सर म्यामले पनि लेख्नुहोस् है। हेरौँ, कम्पेयर गरौँ। हजुरहरूलाई मैले पढाउँदा पढाउँदै रिटर्नको फिडब्याक पनि दिन्छु, क्वेसन्सहरू कसरी आउँछ त्यो पनि सोध्छु। क्लियर नभइकन अगाडि पनि बढ्दैनौँ हामी, मानवीको विशेषता है। लेख्नुहोस् त ल सर म्याम, जो लाइभमा हुनुहुन्छ, यहाँ आन्सर दिइराख्नु भएको प्रवीण सर हुनुहुन्छ, ओके। अनि हाम्रो चाहिँ उषा म्याम, लेख्नुहोस् त काम कर्तव्य के छन्? यादव सर, सृजना म्याम, सुजाता म्याम, सुदीप सर, उषा म्याम, अनि सुजाता म्याम दुइटै, सुजाता म्याम, यादव, यमन सर, सीता म्याम, मनिषा म्याम, मनबहादुर सर, कृष्ण सर, कविता म्याम, इन्दु म्याम, दिप्ती म्याम, विष्टजी, आशिक सर, ओके। ओके, विज्ञापन गर्नु, इक्जाम सञ्चालन गर्नु भन्नु छ, ओके। उल्लेख गर्नुहोस्। 5 मार्क्सको क्वेसन छ भने हजुरले चाहिँ पोइन्टमा लेख्दाखेरि चाहिँ लेख्नुपर्छ है। 6-7वटा कुरा छन् भने कुनै पनि नछुटोस् है। इन्टरभ्यू लिनु, भेरी गुड, जति पनि आउँछ नि होइन। सबैको सिलेबस निर्माण गर्नुहुन्छ, विज्ञहरू छान्नुहुन्छ, परीक्षाहरू गराउने, इन्टरभ्यूहरू लिने, विज्ञापन निकाल्ने, योग्यता क्रमहरू निकाल्ने होइन, अनि वैकल्पिक उम्मेद्वारहरूको पनि निकाल्ने सूची, ल, इन्टरभ्यू लिने लेख्नु भएको छ, ओके। इक्जाम सञ्चालन गर्ने, अरू सरमा मैले अझ कति धेरै कुरा भनिसकेको छु है। लेख्नुहोस् त। कोडिङ गर्ने, भेरी गुड। सङ्केत नम्बर हाल्ने पेपरहरूमा, भेरी गुड, एक्ज्याक्टली, ओके। ल, सर म्यामले यति कोडिङ गर्नु भन्नुहोस्, मैले भेरी गुड, एक्सिलेन्ट एक्सिलेन्ट है। अब यसमा चाहिँ तपाईँको के छ भन्दा परीक्षा सञ्चालन भनेर पनि हामीले गर्छौँ होइन, परीक्षा सञ्चालन गर्ने कतिवटा पोइन्ट लेख्नुपर्छ, इक्जाम डेट तोक्ने भन्नु छ। हो, अब यहाँ लेखेका सबै तपाईँको 5 मार्क्समा जस्तो तपाईँले के लेख्न सक्नुहुन्छ भन्दा पाठ्यक्रम निर्माण गर्ने, परीक्षाको किसिम तोक्ने, त्यसलाई विज्ञहरूको छनौट गर्ने, प्रश्नपत्रहरू बनाउने, त्यसलाई परिमार्जन गर्ने, परीक्षा सञ्चालन गर्ने, परीक्षाको मिति तोक्ने, उत्तर पुस्तिकाहरू जाँच गर्ने, परीक्षण गर्ने होइन, अन्तर्वार्ता लिने भने चाहिँ तपाईँको 6-7वटा पोइन्ट त यहीँ बनिहाल्छ। हेर्नुहोस् त, यहाँ हेर्दाखेरि परीक्षाको किसिम एउटा, पाठ्यक्रम 2टा, 3टा, 4वटा, 5वटा, 6वटा, 7वटा, 8वटा, 9वटा, 10वटा, 11वटा, 12वटा, 13वटा, 13वटा त यहीँ छ। ठिक छ, तपाईँहरूको विज्ञापनदेखि लिएर सिफारिससम्मको कुराहरू लेख्नु पर्यो के।
एकदम लेख्नु भएको सुदीप सरले, विज्ञापन खोलेदेखि नियुक्ति हुइन्जेलसम्म सम्पूर्ण कुराहरू गर्नुपर्छ। तपाईँले यो पढ्नुभयो भने, यो चाहिँ कस्तो छ भन्दा तपाईँले चाहिँ विज्ञापनका कुराहरू पढ्नुभयो भने आफैलाई थाहा भइहाल्छ कि प्रदेश लोकसेवा ऐन। अनि त्यसमा हामीले डेट याद गर्ने, 5 महिना 17 लेख्ने, प्रदेशवाले बनाएको भनेर लेख्यो भने सबै कुरा बुझिहाल्नुहुन्छ है। अब परीक्षा सञ्चालन है, प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा, प्रदेश अन्य सरकारी सेवा, प्रदेश प्रहरी सेवा, प्रदेशको चाहिँ तपाईँहरूको सङ्गठित संस्थाको सेवा र स्थानीय सरकारी सेवा पदमा कर्मचारी नियुक्तिका लागि उपयुक्त उम्मेद्वारको छनौट गर्दा लिखित परीक्षामा अतिरिक्त देखाएको कुनै एक वा एक भन्दा बढी तरिका अप्नाउन सक्नेछन्। प्रयोगात्मक परीक्षा भनेको तपाईँहरूको चाहिँ प्र्याक्टिकल सेसन, प्र्याक्टिकल इक्जाम लिएर पनि हुनसक्छ होइन। कुनै कुनै इक्जाममा चाहिँ तपाईँको प्र्याक्टिकल बेसिस पनि रहन्छ है। चाहिँ मेडिकल फिल्डमा हुन्छ होला यो है। जस्तै सिप परीक्षणको कुरामा अन्तर्वार्ता होइन, स्किल ओरिएन्टेड अन्तर्वार्ता, लिखितबाट इक्जामिनेसनको मोड भन्न खोजेको है यो। आयोगले समय समयमा तोकेका अन्य तरिकाहरू पनि भनेको छ है। त्यसपछि गएर तपाईँहरूको चाहिँ फिल्डवाला चाहिँ प्रहरीहरूमा पनि हुन्छ नि होइन। प्रदेश प्रहरी सेवाको पदपूर्तिका लागि लिने परीक्षा प्रदेश लोकसेवा आयोगले सञ्चालन गर्नेछ भनेको छ। र तपाईँहरूको चाहिँ प्र्याक्टिकल भनेको तपाईँहरूको दौडको परीक्षा पनि हुन्छ, स्वास्थ्य चेक जाँच हुन्छ होइन, प्रहरीकोमा पनि त्योवाला हुन्छ नि होइन परीक्षा। हो त्यो परीक्षा चाहिँ लोकसेवा आयोगले त्यो सेवालाई के कस्ता परीक्षाहरू तोकेको छ त्यो अनुसार पनि लोकसेवा आयोगले नै तोक्छ भनेर चाहिँ बुझ्नु होला है। ठिक छ। त्यस्तै गरेर हजुरको चाहिँ भाषा माध्यम चाहिँ यहाँ धेरैजनाले चाहिँ मलाई सोध्नुहुन्छ, म्याम कुन भाषामा लेख्दा हुन्छ भनेर मैले बारम्बार भनेको छु, इङ्ग्लिस लेख्नुहोस् नेपाली लेख्नुहोस् केही फरक पर्दैन, तर सेन्स दिने खालको लेख्न पर्यो होइन। कोरियन जापानिज लेखेर भएन, हिन्दी लेखेर भएन, हाम्रो मातृभाषा लेख्न पर्यो भन्नाले हाम्रो चाहिँ राष्ट्रभाषा है। अब मातृभाषाको त नेपालमा बस्ने सबै मातृभाषालाई चाहिँ हामी राष्ट्रभाषा भन्छौँ, तर नेपाली भाषामा लेख्न पर्यो र इङ्ग्लिस पनि तपाईँले युज गर्न सक्नुहुन्छ, यहाँ त्यही लेखेको छ है। परीक्षाको माध्यम भाषा है, प्रदेश लोकसेवा आयोगले सञ्चालन गर्ने लिखित परीक्षाको माध्यम सङ्घीय सरकारी कर्मचारीको कामकाजको भाषा हुनेछ। उपदफा 1मा लेखिएको भाषाको अतिरिक्त अङ्ग्रेजी वा प्रदेश कानुन बमोजिम निर्धारण गरेको सरकारी कामकाजको भाषा समेत परीक्षाको माध्यम भाषा हुन सक्नेछ भनेर भनेको छ है। बुझ्नुभयो सर म्याम? हो, नेपालीले पनि लेख्न मिल्यो, इङ्ग्लिसमा पनि लेख्न, प्रश्न पत्र पनि तपाईँलाई नेपालीमा पनि आउन सक्छ इङ्ग्लिसमा पनि आउन सक्छ, ख्याल गर्नुभयो होला होइन त्यो कुरा चाहिँ। ठिक छ सर म्याम? ल, यसमा चाहिँ धेरै कुराहरू हामीले पढ्ने कुराहरू छन् कि, चाहिने कुराहरू जुन चाहिँ तपाईँलाई यो पढ्नुभयो भने इक्जामको फर्मको बारेमा होइन, आफूले इक्जाम कसरी लेख्नुपर्छ, प्रश्न पत्र कसरी हुन्छ, त्यो सबै कुराहरू चाहिँ जहाँ पाइन्छ क्या है। अब यहाँ के छ, प्रदेश निजामती सेवा ऐन अन्य सेवा र अन्य सरकारी सेवाको पद र स्थानीय सरकारको सेवामा पदमा 6 महिनाभन्दा बढी समयका लागि सरुवा बढुवा गर्दा उम्मेद्वारको उपयुक्तता विषयमा छलफल गर्नुपर्नेछ है। अब यसमा चाहिँ अर्को के छ भन्दा आयोगको कार्यालय, तपाईँले के बुझ्न पर्यो भन्दाखेरि अघि नै जुन हामीले प्रदेश सेवा आयोग गठन छ नि त्यसको चाहिँ कति वर्षको चाहिँ अध्यक्षको र सदस्यको म्याद हुन्छ भनेर बुझ्न पर्यो। 6 वर्ष भनेर चाहिँ सम्झिराख्नु होला है, अरू कुरा तपाईँले जानिहाल्नुहुन्छ यसमा। ठिक छ। आयोगको कार्यालय, आयोगको कार्य सञ्चालन तथा व्यवस्थापनको लागि आयोगले एक प्रदेश कार्यालय, आयोगको चाहिँ एक प्रदेश कार्यालय रहनेछ भनेको चाहिँ प्रदेशमा एउटा कार्यालय रहनेछ भनेर बुझ्नु होला। आयोगको निर्णय आयोगको सचिवले प्रमाणित गर्नेछ। कसले गर्छ आयोगको निर्णय प्रमाणित भन्दा आयोगको सचिवले प्रमाणित गर्नुहुनेछ भनेर बुझ्नु होला है। अब यो लोकसेवा आयोगले चाहिँ शैक्षिक योग्यता पनि निर्धारण गर्छ, पाठ्यक्रम चाहिँ निर्धारण गर्छ भनेर चाहिँ बुझ्नु होला है सर म्याम। ठिक छ। ल, प्रदेश लोकसेवा आयोगको काम विज्ञापन खोल्ने र इक्जाम सञ्चालन गर्ने अनि नियुक्ति गर्ने मात्र हुन्छ कि म्याम अरू पनि हुन्छ? हुन्छ नि, परीक्षा सञ्चालन गर्ने, तपाईँहरूको चाहिँ विज्ञहरू नियुक्ति गरेर उहाँहरू चाहिँ रोस्टरहरू तयार गरेर उहाँ विज्ञहरूलाई चाहिँ त्यो के अरे इन्भिटेसन दिनुपर्छ इन्टरभ्यूको लागि। त्यसपछि गएर हजुरहरूको चाहिँ वैकल्पिक उम्मेद्वारको पनि लिस्ट निकाल्न पर्यो, उम्मेद्वारहरूको लिस्ट निकाल्न पर्यो, अनि त्यसपछि गएर योग्यता क्रमअनुसार निकाल्न पर्यो, पाठ्यक्रम निर्धारण गर्न पर्यो, शैक्षिक योग्यताहरूको एउटा निर्धारण गर्न पर्यो, अनुभवको चाहिन्छ भने अनुभव पनि उहाँले निर्धारण गर्नुहुन्छ। सबै कुरा एउटा विज्ञापनदेखि नियुक्तिसम्म के कस्ता कुराहरू चाहिँ सबै त्यो बढुवाको अन्तर, तपाईँहरूको चाहिँ अन्तर प्रदेश अनि तपाईँहरूको चाहिँ अन्तर तहको इक्जामहरूको सबैको कुराहरू चाहिँ त्यहाँ समावेश भएको हुन्छ है। बुझ्नु न, सबै लोकसेवा आयोगले गर्छ, इक्जाम लिनेदेखि लिएर पाठ्यक्रम गराउने, परीक्षा कस्तो कस्तो लिने, कति कति पास हुन्छ, कति कति के हुन्छ, सबै त्यो पूर्णाङ्क सबै उहाँहरूले चाहिँ गर्नुहुन्छ प्रदेश लोकसेवा आयोगले है। ल, अब पद पूर्तिका लागि आयोगले लिने परीक्षाका लागि विज्ञापन गर्दा देखाएको विवरण खुलाउनु पर्ने छ भनेको चाहिँ अब पद पूर्तिका लागि पनि धेरै कुराहरू हुन्छन्। ल,
रिक्त कोटाहरू चाहिँ माग गरेको बेलामा त्यो कार्यालयहरूले माग गर्छन् लोकसेवा आयोगमा त्यो जानकारी दिनुपर्छ, यो कुरा चाहिँ हाम्रोमा भ्याकेन्ट छ, यसरी यसरी भ्याकेन्सी खोलिदिनु होला भनेर विज्ञापन गर्नुको लागि पनि उहाँहरूले चाहिँ सबैसँग चाहिँ नोटिस माग्नुहुन्छ, नोटिस आउँछ क्या, त्यो उहाँहरूले चाहिँ सबै कलेक्ट गर्नुहुन्छ त्यो कुरा है। अब पदपूर्तिका लागि आयोगले लिने परीक्षाका लागि विज्ञापन गर्दा देखाएको विवरण खुलाउनु पर्ने छ। रिक्त पद संख्या, सेवा र समूह लेखेर कुन सेवाको कुन समूहको कति कति संख्यामा रिक्त छ, न्यूनतम शैक्षिक योग्यता तालिम अनुभव आवश्यक हुनेमा सो कुरा पनि, परीक्षाको दस्तुर होइन, म्याद फारम बुझाउने म्याद, स्थान परीक्षा मिति तथा परीक्षाको तरिका र परीक्षाको माध्यम भाषा, दरखास्त फारम बुझाउने अन्तिम म्यादमा आवश्यक पर्ने, त्यसपछि गएर उमेरको हद, प्रचलित कानुन बमोजिम स्थापना भएको सम्बन्धित व्यवसायको परिषदमा दर्ता अध्यावधिक वा नवीकरण आवश्यक हुनेमा सो कुरा, दरखास्त पेश गर्ने तरिका, पाठ्यक्रम र अन्य आवश्यक कुराहरू। हेर्नुहोस् त कति धेरै कुरा छ, त्यो रिपिट भइरहेको छ है। अब यहाँ पद संख्या निर्धारण भनेको छ, यहाँ पद संख्या निर्धारण गर्दा चाहिँ आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको रिक्त पद पूर्ति गर्दा त्यसको सेवाको शर्त सम्बन्धी प्रदेश कानुनमा उल्लेख भएको प्रतिशत बमोजिम खुला प्रतियोगिता, अन्तर्सेवा प्रतियोगिता र बढुवाद्वारा पूर्ति गरिने पद संख्या निर्धारण गर्नुपर्ने छ। हेर्नुहोस् त, विज्ञापन प्रकाशन गर्ने प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा, प्रदेश तथा सरकारी सेवा र स्थानीय सरकारी सेवाको रिक्त पद पूर्तिका लागि वार्षिक कार्यतालिका बनाई विज्ञापन गर्नुपर्ने छ भनेको छ है। ठिक छ। अनि हजुरहरूको के हुन्छ, विज्ञापन चाहिँ तपाईँहरूको चाहिँ वेबसाइटमा पनि विज्ञापन राखेको हुन्छ र तपाईँहरूको चाहिँ राष्ट्रिय स्तरको दैनिक पत्रिकामा पनि यसको भ्याकेन्सीको बारेमा चाहिँ सूचना दिनुपर्ने हुन्छ, त्यो पनि बुझ्नु होला है। ठिक छ। परीक्षाको दस्तुर पनि तोक्नु पर्छ, प्रश्न पत्र निर्माणका कुरा छन् है। सर म्याम, हजुरलाई चाहिने कुरा मैले इम्पोर्टेन्ट भनेर मैले यहाँ हाइलाइट गरेको छु, त्यो पनि भनेको छु, त्यही भएर नआत्तिनु होला है। एकदम सजिलो छ, कति पनि आत्तिनु पर्दैन है। अनि हजुरको यो लोकसेवा आयोगको एक्जाम दिइसकेपछि जुन अन्तिम परीक्षाको जुन अन्तिम निर्णय हुन्छ नि, लोकसेवा नाम निस्किसकेपछि क्या, आफ्नो नाम देखेपछि आफ्नो नाम सँगसँगै आफ्नो बुवाको नाम, आफ्नो हजुरबुवाको नाम, आफ्नो स्थायी ठेगाना पनि आएको हुन्छ कि, त्यो पैकी अन्तिम नतिजा प्रकाशन पनि तपाईँको लोकसेवा आयोगले नै गर्छ है। अब यसमा के छ, अनुगमन तथा निरीक्षणको कुरा छ है। आयोगले देहाय बमोजिम अथवा देहायका विषयमा चाहिँ अनुगमन तथा निरीक्षण गर्न गराउन सक्नेछ। कस्तो कुरामा भन्दा, प्रदेश सरकारका विभिन्न मन्त्रालय, सचिवालय, विभाग, कार्यालय र स्थानीय तहले नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा संविधान तथा प्रचलित कानुन र आयोगले दिएको परामर्श पालना गरेको वा नगरेको, हेर्नुहोस् है, परामर्श उनले दिएको सल्लाह सुझाव पालना गरेछ कि छैन भन्ने कुरालाई पनि तपाईँको के छ, यहाँ अनुगमन र निरीक्षण गर्न र गराउन सक्नेछ आयोगले, बुझ्नु है। विभिन्न सचिवालय अनि विभाग, स्थानीय तहले नियुक्ति, बढुवा र विभाग कारबाही गर्दाखेरि संविधान र प्रचलित कानुन बमोजिम र आयोगले दिएको, आफूले दिए अनुसारको परामर्श अनुसार र प्रचलित कानुन अनुसार चाहिँ काम बनेको छ कि छैन भन्ने कुरामा चाहिँ यसले चाहिँ अनुगमन गर्न सक्छ है। त्यस्तै गरेर प्रदेश प्रहरी सेवा र प्रदेश अन्य सरकारी सेवाको पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा आयोगले दिएको परामर्श पालना भए नभएको, सङ्गठित संस्थाको कर्मचारीको सेवाको शर्त सम्बन्धी कानुन बनाउँदा त्यस्तो सङ्गठित संस्थाको कानुन पालना भए नभएको भन्ने कुरालाई पनि यसले त्यो बेलामा पनि कानुनको पालना भएको छ कि छैन, संविधान बमोजिम भएको छ कि छैन भन्ने कुरालाई पनि यसले निरीक्षण गर्छ है। काम कारबाही सच्याउने वा बदर गर्न सक्ने, ख्याल गर्नु होला है, यो धेरैजनालाई काम लाग्न सक्छ। हजुरले इक्जाम दिइराख्दाखेरि यहाँ सोधिन सक्छ, यो धेरैजनाले चाहिँ कहिलेकाहीँ आफ्नो डकुमेन्टहरू पुरा नगरेर आफ्नो चाहिँ सर्टिफिकेटहरू कसैको फेक भएको हुन्छ, अनुभव चाहिने ठाउँमा पनि अनुभव पनि फेक हुनसक्छ, एक्सपिरियन्स अथवा चाहिँ तपाईँहरूको एकाडेमिक क्वालिफिकेसन कुरामा पनि त्यो फेक हुनसक्छ, अथवा चाहिँ त्यसको चाहिँ मान्य नभएको बेलामा पनि यो बदर जतिखेर चाहिँ कोही बदर हुनसक्छ, तपाईँले जागिर खाएपछि पनि बदर हुनसक्छ है। त्यो भएर सोधिन सक्छ, काम कारबाही चाहिँ सच्याउने वा बदर गर्न सक्ने के कस्ता कन्डिसन्सहरू रहेका छन्, अथवा के कस्ता क्षेत्रमा चाहिँ भयो भने चाहिँ काम कारबाही चाहिँ सच्याउनु पर्छ अथवा बदर हुनसक्छ भनेर सोधिदिन्छ है। अब संविधान, युएन र अन्य प्रचलित कानुन बमोजिम अनुसार आयोगको परामर्श लिनुपर्ने विषयमा आयोगको परामर्श नलिई कुनै काम कारबाही भयो गरेमा आयोगले त्यस्तो काम कारबाही बदर गर्न सक्नेछ। हेर्नुहोस् है, आयोगलाई नसोधिकन विज्ञापनहरू खोलिदिने, आयोगले नसोधी इक्जाम लिइदिने गर्यो भने त्यो पनि तपाईँको के हुनसक्छ, बदर हुनसक्छ, क्यान्सल हुनसक्छ। त्यस्तै दफा 44को बमोजिम अनुगमन वा निरीक्षण गर्दा वा गराउँदा संविधान वा युएन वा अन्य प्रचलित कानुन तथा आयोगले निर्धारण गरे बमोजिमको कार्यविधि वा शर्त पुरा नगरी कुनै कर्मचारीलाई नियुक्ति, बढुवा र विभागीय कारबाहीको गरेको पाइएमा त्यस्तो नियुक्ति, बढुवा र विभागीय कारबाही सच्याउन वा बदर गर्न आदेश दिन सक्नेछ। जेमा पनि लोकसेवा आयोगको चाहिँ परामर्श हुनु पर्यो, उसलाई परामर्श नलिकन
नियुक्ति पनि हुन भएन, बोर्ड पनि हुन भएन, र विभागीय कारवाही पनि हुन भएन, नभए त्यसलाई सच्याउन पर्यो कि बदर गर्न पर्यो है। आयोगले प्रकाशन गरेको विज्ञापन बमोजिमको परीक्षामा वा आयोगले सञ्चालन गरेको परीक्षामा उम्मेद्वार हुन कुनै व्यक्तिले पेश गरेको कुनै विवरण झुट्टा, हेर्नुहोस् है, झुट्टा वा गलत देखिन आएमा आयोगले यस्तो उम्मेद्वारको दरखास्त परीक्षा अन्तर्वार्ता र नियुक्तिको सिफारिस बदर गर्नेछ, र निजले नियुक्ति पाइसकेको भए पनि प्रचलित कानुन बमोजिम अनुसार उसलाई चाहिँ बर्खास्त गरिन्छ क्या, त्योबाट बुझ्नु भने नियुक्ति भए पनि उसलाई चाहिँ कारवाही गरेर उसलाई चाहिँ त्यो जागिरबाट चाहिँ उसले जागिर छोड्न पर्ने अवस्था हुन्छ है, त्यो चाहिँ बुझ्न पर्यो। त्यही भएर हजुरहरूले चाहिँ कहिलेकाहीँ के हुन्छ, उमेरको हद कटिसकेको हुन्छ तर हजुरले चाहिँ फर्म भर्नुहुन्छ, त्यतिखेर तपाईँहरू इक्जाम दिन पाउनुभयो, इक्जाममा नाम पनि निक्ल्यो तर तपाईँहरूको उमेरको हद चाहिँ पछि गएर फेरि त्यसलाई चाहिँ हेर्दाखेरि पुगेन भने तपाईँले जागिर खाए पनि त्यो जागिर छोड्न पर्ने अवस्थामा आउँछ है। त्यो हो यसको कुरा, ठिक छ। कामबाट हटाउने, एसएन बमोजिम परीक्षा सञ्चालन संलग्न कार्यक्रम कर्मचारी वा व्यक्तिले परीक्षा केन्द्रमा कुनै अनियमित काम कारवाही गरेमा उसो चिट चोर्ने होइन, तपाईँले देख्नु होला नि, आगामी 3 वर्षसम्मको लागि इक्जाम दिन नसक्ने होइन, त्यसपछि तपाईँको कसुर अनुसार के कारवाही गरिन्छ। मोबाइल लगेको कन्डिसनमा, चिट चोरेको कन्डिसनमा, आन्सर सिट नै घर लगेको। ओके, म्युट भएको रहेछ यहाँ, ओके। अब यसमा के छ, उपदफा 1 बमोजिम कामबाट हटाएको कर्मचारी वा व्यक्तिलाई आयोगले अभिलेख राखी भविष्यमा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षा सम्बन्धी काममा संलग्न हुन नपाउने गरी रोक लगाउन सक्नेछ है। उपदफा हेर्नुहोस् है, रोक लगाउन सक्नेछ, तपाईँले ख्याल गर्नु होला, इक्जाममा कुनै खालका त्यस्ता इक्जामको लागि योग्य काम नभएकोमा चाहिँ त्यो गऱ्यो भने, जस्तो चिट चोर्ने, मोबाइल लग्ने, अनि त्यसपछि गएर प्रश्नपत्र तपाईँ जुन लान नपर्ने प्रश्नपत्र त्यो घर लगाइदिने, उत्तर पुस्तिका घर लग्ने जस्ता काम भयो भने त्यो इक्जाम त रद्द भयो भयो, आगामी इक्जाम पनि बस्न पाउँदैन कि है। रोक लगाउन सक्ने कुनै उम्मेदवार कुनै परीक्षा केन्द्रमा हो हल्ला गरी परीक्षा सञ्चालन गर्न बाधा अवरोध पुर्याएमा वा तोकेको परीक्षाको शर्त सम्बन्धी उल्लङ्घन गरेमा त्यस उम्मेद्वारले केन्द्र अध्यक्षले तत्काल, ख्याल गर्नु होला, कसले निकाल्छ भने प्रदेश लोकसेवा आयोगको अध्यक्षले होइन, केन्द्र अध्यक्षले है, केन्द्र अध्यक्षले परीक्षा हलबाट परीक्षा केन्द्र निष्कासन गर्न सक्नेछ है। अब हेर्नुहोस् त कति वर्षको लागि चाहिँ दिन नपाउने भनेको छ भनेपछि 2 वर्षको लागि है, 2 वर्षको लागि यो इक्जाम आउन सक्छ। इक्जाममा तपाईँहरूको चाहिँ अनियमितता गरे अथवा चाहिँ काम कारवाही चाहिँ नियम सङ्गत गरेन भने चाहिँ कति वर्षको लागि चाहिँ उसले इक्जाम दिन अयोग्य हुन्छ भनेपछि त्यसको उत्तरमा चाहिँ तपाईँले के लेख्नु पर्यो, 2 वर्ष, मलाई बाबुबाजेको नाम लेखेरै त्यहाँ आउँछ है। अब हेर्नुहोस् है, अब यहाँ अर्को के छ भन्दाखेरि परीक्षा केन्द्रमा चिट चोर्ने वा चोराउने, अर्काको नक्कल गर्ने गराउने, विद्युतीय उपकरण प्रयोग गरी परीक्षामा अनियमित काम गर्ने वा आयोगले तोकेको शर्तहरूलाई उल्लङ्घन गर्ने उम्मेद्वार आयोगको लागि आयोगद्वारा लिने परीक्षामा 2 वर्षसम्म उम्मेद्वार हुन नपाउने गरी रोक लगाउनेछ। हेर्नुहोस् है, ख्याल गर्नु है, इक्जाममा एकदमै इम्पोर्टेन्ट छ यो कुरा, ठिक छ। त्यस्तै गरेर कुनै परीक्षार्थीले आफ्नो उत्तर पुस्तिका नबुझाइ आफू साथ लिए, हेर्नुहोस् है, मैले अघि नै भनिसकेको छु है, यो कुराहरू एकदमै इम्पोर्टेन्ट छ, तपाईँलाई काम लाग्छ, इक्जाम राम्रोसँग दिनुहोस्। धेरैजनाले यो गल्ती गर्ने भएको भएर लोकसेवा आयोगले अहिले तपाईँको सिलेबसमै राखिदिएको छ क्या, यो कुरा गर्नु है, यो कुरा पढ्नु, ताकि हामीलाई चाहिँ टेन्सन नहोस्, तपाईँलाई त्यतिकै रिसाएर चाहिँ इक्जाममा अटेन्ड नगराउने होइन कि तपाईँहरूसँग यिनीहरूलाई धेरै पढाऊँ भनेर यो सिलेबस पनि हालेको होइन, तपाईँले जान्नै पर्ने कुरा, पढ्नै पर्ने कुरा भएको भएर चाहिँ सिलेबसमा राखिएको, ताकि यो गल्ती चाहिँ कसैबाट नहोस् भनेर है। ओके म्याम, स्क्रिन क्लियर गरिदिनु, ओके ओके, सो सरी सो सरी, मैले क्लियर गरिदिएँ है। मनबहादुर, एउटा प्रदेशको कारवाही परेकोले अर्को दिन मिल्छ कि नै मिल्दैन है, त्यो लोकसेवा आयोग सबैको हुन्छ, जहाँसम्म मन लाग्छ दिन मिल्दैन, किनभने तपाईँको व्यापक रूपमा आएको हुन्छ। निजामती कर्मचारी त सबै ठाउँको एउटै हो नि, पछि पो त्यो सङ्घ प्रदेश पो भएको नेपाल त एउटै हो नि होइन, त्यो भएपछि जहाँसम्म लाग्छ दिन मिल्दैन है, मिल्दै मिल्दैन, त्यो त परीक्षा लोकसेवा आयोगको त सबै ठाउँको नियम यही हुन्छ है। कुनै परीक्षार्थीले आफ्नो उत्तर पुस्तिका नबुझाइ आफू साथ लिई गएमा वा आयोगले फिर्ता गर्नुपर्ने भनी तोकेको प्रश्नपत्र, मैले अघि नै पनि भनिसकेको छु यो कुरा, तोकेको प्रश्नपत्र फिर्ता नबुझाएमा वा कसैकोले त्यस्तो प्रश्नको प्रतिलिपि बनाई वा विद्युतीय उपकरणबाट सार्वजनिक गरेमा आयोगले त्यस्तो व्यक्तिलाई आयोगद्वारा लिइने परीक्षामा 2 वर्षमा उम्मेद्वार हुन नपाउने गरी रोक लगाउन सक्नेछ है। तपाईँहरूले पनि इक्जाम दिने बित्तिकै विभिन्न ठाउँहरूबाट क्वेसनहरू यस्तो यस्तो आयो यस्तो यस्तो आयो भनेर बुके एन्सर सिटै पाउनुहुन्छ नि, जुन लान मिल्छ त्यो मात्रै पाउनुहुन्छ, तर नलान मिल्ने क्वेसनहरूका सेटहरू चाहिँ सम्झेको आधारमा चाहिँ लेखिन्छ के, सम्झेको आधारमा लेखिन्छ है। त्यो हिसाबले पहिला पहिला तपाईँको के हुन्थ्यो भने अफिसर लेभलको पेपरहरू चाहिँ हामीले फर्स्ट पेपरहरू पाउँथेनौँ कि सेकेन्ड पेपर मात्रै पाउँथ्यौँ है, तर आजकल चाहिँ तपाईँको फर्स्ट पेपर पनि पाउने प्रावधान रहेको छ होइन, कुनै कुनै ठाउँमा, त्यही भएर चाहिँ पहिला पहिला पाइन्थेन, त्यो हिसाबले चाहिँ त्यो लग्यो भने पनि 2 वर्ष चाहिँ दिन पाउँदैन है। आयोगले परीक्षा सञ्चालन गरिरहेको परीक्षा केन्द्रमा आयोगले तोकेको परीक्षा समयमा सम्बन्धित पदाधिकारीको स्वीकृति बिना
कसैलाई प्रवेश गरेमा वा प्रवेश गर्न प्रयत्न गरेमा आयोगले त्यस्तो व्यक्तिलाई आयोगद्वारा लिने परीक्षामा 4 वर्षमा, हेर्नुहोस् न, अहिलेसम्म सबै 2 वर्ष त चिट चोरे पनि, हल्ला गरे पनि, आफ्नो एन्सर सिट लिएर गए पनि त्यो 2 वर्षमा थियो। तर परीक्षा सञ्चालन गरेमा आयोगले तोकेको परीक्षा समयमा सम्बन्धित पदाधिकारीको स्वीकृति बिना कसैले प्रवेश गरेमा, जस्तो त्यहाँको पदाधिकारी बिना कसैको आफ्ना आफन्ती मान्छेहरू भित्र छिरेमा वा छिराउने प्रयत्न गरेमा त्यस्तो व्यक्तिलाई चाहिँ 4 वर्षमा चाहिँ उम्मेद्वार हुन नपाउने गरी रोक लगाउनेछ। ख्याल गर्नु है, यो कुरा पोइन्ट टु बी नोटेड। 4 वर्ष है। त्यस्तै गरेर आयोगले परीक्षा सञ्चालन गर्ने परीक्षा केन्द्र कसैले नियन्त्रणमा लिएमा वा लिन प्रयत्न गरेमा, अर्काको नामबाट परीक्षा दिएमा वा दिन लगाएमा वा परीक्षा सञ्चालन बाधा अवरोध पुर्याएमा वा पुर्याउन प्रयत्न गरेमा आयोगले त्यस्ता व्यक्तिलाई आयोगद्वारा लिने परीक्षामा 5 वर्षमा उम्मेद्वार हुन नपाउने रोक लगाउन सक्नेछन्। ख्याल गर्नुहोस् है, तपाईँहरूलाई चाहिँ अहिले पनि सुन्नुभयो होला, कतिपय ठाउँहरूमा चाहिँ एउटाको फोटो भएर अर्कोले चाहिँ त्यो आफ्नो चाहिँ त्यो के भन्छ नि, कस्तो नाम, एउटा व्यक्ति हुन्छ आफ्नो चाहिँ अर्काको फोटो टाँसेर चाहिँ त्यो तपाईँको चाहिँ एडमिट कार्डमा चाहिँ इक्जाम दिन गएको हुन्छ नि, जागिर खाइरहेको हुन्छ अर्को मान्छेले होइन। हो, त्यस्तो कन्डिसनमा पनि त्यस्ता व्यक्तिले चाहिँ 5 वर्षमा चाहिँ उम्मेद्वार हुन नपाउने गरी रोक लगाउन सक्नेछ भनेर बुझ्नु होला एउटा। र त्यसपछि चाहिँ तपाईँको चाहिँ 4 वर्षको कुरा चाहिँ के रहेको छ भन्दा, कोही पनि नचाहेको व्यक्तिलाई अथवा त्यहाँ आधिकारिक व्यक्तिलाई नसोधिकन कोही चाहिँ छिर्ने प्रयत्न गर्छ भने त्यसलाई 4 वर्ष, अरू स्तरमा 2 वर्ष चाहिँ 2, 4, 5 भन्ने चाहिँ सजाय रहेछ। ठिक छ। वार्षिक प्रतिवेदन, आयोगले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन हरेक वर्ष समाप्त भएको महिनाको मितिको 2 महिनाभित्र प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्छ। किनभने प्रदेश प्रमुखले चाहिँ लोकसेवा आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्ने भएको भएर प्रदेश प्रमुखले चाहिँ यसको चाहिँ सेरोफेरो सबै मेरो भने जस्तो है, उक्त प्रतिवेदन प्रदेश प्रमुखबाट मुख्यमन्त्री मार्फत प्रदेश सभामा पेश गरिनेछ। लास्टमा कहाँ पेश गरिँदो रहेछ? प्रदेश सभामा है। सर म्याम बुझिराख्नु भएको छ कि नै? क्लियर छ कि छैन? यस्ता यस्ता मिस्टेक्सहरू चाहिँ नगर्नु होला। ओके। साइडमा बेबी पनि बसेछ, उसले गरेर कराइरहेछ, उसलाई नि हेर्न पर्यो। लेख्नुहोस् त सर म्याम, बुझिराख्नु भएको छ कि छैन? के छ, बुझ्नु भएको छैन र? आशिक सर, विश्वजी, दिप्ती म्याम, इन्दु म्याम, कृष्ण सर, मनबहादुर सर, मनिषा म्याम, पूजा म्याम, सीता म्याम, के छ? क्लियर छ म्याम भन्नु छ मनबाजीले। क्लियर लेख्न किन त्यस्तो? बुझ्नु भएको छैन भने बुझेको छैन भन्नु, म सर भनिदिन्छु होइन। गाह्रो पनि छैन त्यति, तर फिडब्याक त दिनु पर्यो त। बुझ्नु भएको छ कि छैन मलाई थाहा हुन पर्यो त, होइन र? कि क्रिसमस भएर आजैबाट मनाउन थाल्नु भएको छ? बुझ्या छु म्याम भन्नु छ विश्वजीले। ओके, मजाले बुझेको छ म्याम भन्नु छ सुदीप सरले। ओके, भेरी गुड। अरू सर म्याम? मनिषा म्याम बुझ्या छ म्याम भन्नु छ आशिक सर। आशिक सर, हजुरको आज फर्स्ट क्लास कस्तो लागेछ? क्लास मन परेको छ कि छैन? योभन्दा अगाडि कतै क्लास लिनु भएको थियो कि थिएन है? छ म्याम, ओ भयो हुने। ओके, मनिषा म्यामले छ म्याम अलि बिस्तारै गर्नुभएको भयो हुने भन्नुभएको छ। यो कुरामा चाहिँ त्यस्तो ऊ चाहिँ छैन कि, मैले एउटै कुरा पनि 3-4 पटक रिपिट गरेको हुन्छु अनि हजुरलाई सोधेको हुन्छु है। के कुरामा कन्फ्युजन छ र मनिषा म्याम? दामी छ म्याम, राम्रो छ क्लास भन्नुहोस् आशिष सरलाई। थ्याङ्क यू सो मच। कुनै कुनै कुराहरू चाहिँ सर र तपाईँलाई भन्दाखेरि स्पिडमा भन्दाखेरि दिमागले अझै छिटो क्याच गर्छ कि, तपाईँले ख्याल गर्नुभयो होला नि। कुनै कुरामा एकदम ढिलो भन्छु, 3-4 पटक रिपिट गर्छु, कुनै कुरामा छिटो भन्छु, 2 पटक मात्रै रिपिट गर्छु नि। हो, त्यो तपाईँहरूको माइन्डलाई मैले सेसन गराएको हो कि, तपाईँहरूको माइन्ड सेसन हो कि, त्यो लर्निङ सेसन हो। दिमागलाई कुनै कुरा पेसमा पढ्नुपर्छ, कुनै कुरा ऱ्यापिडमा पढ्नुपर्छ, ऱ्यापिडमा पढ्दा नि त्यो कुरा याद भएको हुन्छ। फेरि ऱ्यापिडमा पढ्दा पनि त्यो कुरा याद भएको हुन्छ। कुनै कुनै मैले छिटो भनेको छु होइन, मलाई त्यो थाहा छ, तर छिटो पढ्दाखेरि त्यो याद भएछ कि छैन हजुरलाई लेख्नुहोस् त। त्यसमा के अप्ठ्यारो जस्तो फिल भएको छ कि सर यो त छिटो पढे पनि याद बस्छ, तर म्याम छिटो पो पढाउनु भयो कि भन्ने जस्तो फिल त आउँछ होइन। तर याद चाहिँ हुनु पर्यो। याद भएछ कि छैन मनिषा म्याम? अरू शर्मा म्याम पनि भने मैले कुनै कुरा मैले एकदम ढिलो र 4-5 पटक रिपिट गर्छु, कुनै कुरा 2 पटक मात्रै रिपिट गर्छु है। ल, याद त भएको छ म्याम भन्नुभएको छ। ल ठिक छ। यादव सर के बुझ्नु भएको छ कि छैन? ठिक छ म्याम भनेपछि तपाईँले सुदीप सरले पनि याद भएको छ लेख्नु भएको छ। यादव सर बुझ्नु भएको छ कि छैन? याद भएको छ कि छैन? ल, अब रिक्त रद्द नियुक्ति रद्द हुने, प्रचलित कानुन विपरीत निवृत्तिकरण पाउने पदमा कुनै व्यक्तिले स्थायी नियुक्ति पाएमा त्यस्तो नियुक्ति दिने अधिकारले विभागीय कारवाही हुनेछ भने चाहिँ यस्तो चाहिँ इम्पोर्टेन्ट छैन है। छ म्याम, याद भएको भन्नुभएको छ।
ठिक छ, हम ठिक है। यसमा त मलाई दिमागमा सर रहेछ मिति, तिथि, यसको चाहिँ अध्यक्ष र सदस्यको नियुक्ति गर्छ, कति अवधिको लागि हुन्छ, प्रश्न प्रदेश लोक सेवा आयोगको के कस्ता काम कर्तव्य रहेका छन्, चिट चोरेमा कति वर्ष, त्यसपछि गएर आफ्नो नाम लेखेर अर्काको नामबाट परीक्षा दिएमा कति वर्षको लागि, त्यसपछि गएर कोही अन्य ती मान्छेलाई चाहिँ त्यसमा चाहिँ प्रवेश गरेमा के कस्ता जरिमाना हुन्छन्, त्यो मलाई सर दिमागमा याद छ के। तपाईँलाई पनि याद होला, पढ्ने मान्छेलाई त झन् याद हुन्छ है। बाधा अड्काउ फुकाउने यो ऐन को कार्यान्वयनका क्रममा समस्या आएमा ऐनको मर्म अनुसार आयोगले बाधा अड्कन फुकाउन सक्छ भनेको तपाईँको यही लोकसेवा आयोगले नै फुकाउन सक्छ भनेको। यो गर्दै हजुरको यो लोकसेवा आयोग ऐन सकियो है। अब हजुरलाई मैले क्वेसन सोध्छु है। प्रदेश लोकसेवा आयोग ऐन चाहिँ कहिले निर्माण भएको? 2074, 75, 76, 77? लेख्नुहोस् त उत्तर। 2000 प्रदेश लोकसेवा आयोग ऐन कहिले निर्माण भएको? 2074, 75, 76, 77? लेख्नुहोस् त। त्यतिखेरसम्म खाजा पनि खान्छु। दिपमा 2076, यादव छ 2076, पूजा 2076, विष्णु 2076, मनिषा म्यामले आशिष 2076, 2076 5 महिना 17 सितम्बरले, भेरी गुड। इन्दु म्यामले यादव सरले 2076 5 महिना 17 गते, 100मा 2 वर्ष आधिकारिक मान्छेले निर्णयमा 4 र ओके 100मा 2 वर्ष, ओके आधिकारिक मान्छेले नदिएमा 4, अरूमा इक्जाम दिन लगाएमा 5 वर्ष सजाय। भेरी गुड मनबहादुर सर, भेरी गुड, फ्यान्टास्टिक। अनि 2076 5 महिना 17 गते यसको डेट रहेको छ। कसले बनाएको यो ऐन, कसले निर्माण गरेको, लेख्नुहोस्। यसबाट आउने क्वेसनहरू म सर भनिदिइरहेको छु है हजुरहरूलाई। ओके, यादव सर प्रदेश सभा, आशिक सर प्रदेश सभा, मनबहादुर सर प्रदेश सभा लेख्नु भएको छ, भेरी गुड। पूजा म्याम प्रदेश सभा, भेरी गुड, एक्सिलेन्ट। त्यस्तै गरेर प्रदेश लोकसेवा आयोगको गठन गर्दा कतिजना सदस्य रहने व्यवस्था रहेको छ, लेख्नुहोस् त। दिदी म्यामले प्रदेश सभा विश्वजीले, इन्दु म्यामले, मैले फटाफट क्वेसन सोधिरहेको छु है। 3जना यादव सरले, विश्वजीले 3जना, ओके पूजा म्यामले 3जना। एन्सर यस्तो सहिलो सहिलो लेख्नुहुन्छ, फिडब्याक सोद्धाखेरि कसैले लेख्नुहुन्न किन? पढाउने मान्छेलाई पनि यसो तारिफ गरिदिनु पर्छ, यसो मोटिभेट गरिदिनु पर्छ, अनि त पढाम 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 लागोस् नि होइन। ओके, 3जना 3जना 3जना, एकजना महिला लेख्नुभएको छ, भेरी गुड, एक्सिलेन्ट एक्सिलेन्ट, एकदमै बढिया बढिया बढिया। र अर्को चाहिँ क्वेसन के रहेको छ भन्दा, प्रदेश लोकसेवा आयोगको गठन गर्दा त्यसको अध्यक्ष र सदस्य चाहिँ कसले नियुक्ति गर्नुहुन्छ, कसले नियुक्ति गर्नुहुन्छ त्यसको अध्यक्ष र सदस्य? ओके, प्रदेश प्रमुख लेख्नुहोस् विश्वजीले, मनराजले प्रदेश प्रमुख। कसले नियुक्ति दिनुहुन्छ? यादव सरले प्रदेश प्रमुख लेख्नु भएको छ। ओके, क्विक क्विक लेख्नुहोस् त। प्रदेश प्रमुख, पूजाले प्रदेश प्रमुख, सप्ताहको ए सप्ताहको बा सप्ताहको बा लेख्नुभएको, के लेख्नुभएको बुझिन। प्रदेशको बा लेख्नुभएको, के भन्छ प्रदेश प्रमुखलाई त बा भनिन्छ, त्यही भएर लेख्नुभएको। ल, भेरी गुड, ल राम्रो है। बुझिन यादव सर, के लेख्नु सप्ताहको बा बिए लिन्छ, बुझिन है त्यो। प्रदेशको प्रमुख भनेको त्यसको बा नै हुन्छ, त्यही भएर बा लेख्नुभएको कि मैले त त्यसरी बुझेँ है। ओके, भेरी गुड। त्यस्तै गरेर प्रदेश अनि अध्यक्ष र सदस्यको पदावधि चाहिँ कति वर्षको हुन्छ? प्रदेश लोकसेवा आयोगको सदस्य र अध्यक्षको चाहिँ पदावधि कति वर्षको हुन्छ? मनराजले 6 वर्ष लेख्नु भएको छ, विश्वजीले 6 वर्ष, त्यस्तै गरेर मनिषा म्यामले 6 वर्ष, मनिषा म्यामले 6 इयर्स, पूजा म्यामले 6 वर्ष, आशिक सरले 6 वर्ष, पूजा म्यामले, इन्दु म्यामले, सीता म्यामले 6 वर्ष लेख्नु भएको छ, भेरी गुड, फ्यान्टास्टिक। दिप्ती म्यामले 6 वर्ष लेख्नु भएको छ, भेरी गुड भेरी गुड, एक्सिलेन्ट। त्यस्तै गरेर तपाईँहरूको चाहिँ कुनै पनि प्रदेश लोकसेवा आयोगको काम कर्तव्य त हजुरले लेखिसक्नु भएको छ, त्यो लेख्न टाइम लाग्छ। अर्को कुरा चाहिँ मैले के सुने, कोही पनि व्यक्तिले चिट चोरेमा, हो हल्ला गरेमा, प्रश्नपत्र घर लिएर गयो भने के कस्तो सजायको प्रावधान रहेको छ, कति वर्षसम्म चाहिँ इक्जामको लागि दिन मिल्ने अथवा नमिल्ने भनेर प्रावधान राखेको छ। यादव सरले 2 इयर्स, विश्वजीले 2 इयर्स, मनबहादुर सरले 2 इयर्स लेख्नु भएको छ, मनिषाले 2 इयर्स लेख्नु भएको छ, ओके आशिक सरले, सीता म्यामले 2 इयर्स लेख्नु भएको छ, भेरी गुड, एक्सिलेन्ट। अनि हजुरहरूलाई चाहिँ अर्काको नाममा इक्जाम दिने अथवा चाहिँ अर्काको चाहिँ सर्टिफिकेटहरू युज गरेर इक्जाम दिने अथवा चाहिँ अर्काको चाहिँ एडमिट कार्डमा चाहिँ अरू गएर इक्जाम दिने भन्यो भने, अन्यत्र व्यक्ति चाहिँ इक्जाम दिन गयो भने चाहिँ त्यसको लागि कति सजाय चाहिँ राखेको छ, लेख्नुहोस् त सर। म्याम 4 वर्ष लेख्नु भएको छ यहाँ मनबहादुर सरले, सीतामाले 4 इयर्स लेख्नु भएको छ, विश्वजीले 4 इयर्स, 4 इयर्स, मनिषाले 4 इयर्स। यो कुरा तपाईँले बुझ्नु भएन, मैले भन्नु खोजेको कि आफ्नो ठाउँमा अर्कालाई इक्जाम दिन लगाउने के, त्यो हो त 4 इयर्स नै हो त।
5 वर्ष हो नि। मैले अन्यत्र भन्ने बित्तिकै अन्यत्र मान्छे छिरे पो त्यहाँ 4 वर्ष हो त। सम्बन्धित पदाधिकारी हो, यही कन्फ्युजन हुन्छ अनि हजुरलाई मैले यत्रो भूमिका बाँधेर सजिलो सजिलो दिमागमा सजेर फेरि कन्फ्युजनवाला सोधिदिएको। हेर्नुहोस्, यो हुन्छ तरिका। हजुरलाई पुरै याद हुन्छ, म्यामले यो सोध्नु हामीले मिस्टेक गरेका थियौँ, 5 वर्ष हुन्छ हो। आफ्नो नाम बाहेक अर्काको नाममा गयो भने 5 वर्ष सजाय चाहिँ उसले पाउँछ। 5 वर्षमा चाहिँ उसले कुनै पनि लोकसेवाको एक्जाम दिन पाउँदैन। र तपाईँहरूको चाहिँ अनुमति बिना, त्यहाँको अनुमति बिना चाहिँ सरी म्याम भन्नु चाहिँ मनिष म्यामले केही फरक पर्दैन। मिस्टेक गर्नुभयो त मैले करेक्ट गरेँ नि, केही फरक पर्दैन है। करेक्सन तपाईँको के हुन्छ, करेक्ट आन्सरको लागि मिस्टेक इज द फर्स्ट स्टेप फर द करेक्ट आन्सर है, त्यो चाहिँ बुझ्नु होला, ठिक छ। झन् याद भयो भन्नुहोस्, एक्ज्याक्टली याद भयो नि त हो। त्यही भएर यसरी मैले क्वेसन आन्सर गराउँदै, यो सायद कहीँ पनि हजुरहरूले पाउनुहुन्न कि, त्यही भएर मानवीय चोइस चोइस गर्नुभएको होला हजुरहरूले। त्यही भएर क्लास पछि अगाडि क्लियर भयो किन भनेर सोध्छु, क्लासमा क्वेसन सोध्छु, क्विज सोध्छु, फेरि साइड पछि पनि यस्ता यस्ता क्वेसन आउँछन् भनेर भन्छु, फेरि क्विज सेसन हाम्रो चल्छ होइन। क्विज सेसन चाहिँ चलिरहेको छ, रेगुलर फिडब्याक पनि पाइराख्नु भएको छ। ल भेरी गुड। यति भन्दै आजको क्लास चाहिँ मैले यहीँ एन्ड गरेँ। क्लास कस्तो लागिरहेको छ, 5, 4 र 5को चाहिँ एउटै एउटै छ कि म्याम भन्नुहोस्। हो, कन्फ्युज हुन भएन है, कन्फ्युज चाहिँ कति पनि हुन भएन। 4 वर्ष भनेपछि तपाईँहरूको चाहिँ के बुझ्नुपर्छ भन्दा त्यहाँको पदाधिकारीलाई नसोधिकन, अनुमति नलिकन अन्यत्र मान्छेलाई त्यहाँ छिराउनु कोसिस गरिन्छ, अथवा पर्मिसन नलिकन कोही मान्छे घुस्छ भने त्यतिखेर हो है। त्यतिखेर 5 वर्ष भनेको चाहिँ आफ्नो नामबाट नदिएर अर्काको नामबाट दिन खोज्यो भने, एउटाको एडमिट कार्ड छ, अर्को मान्छेले आफ्नो फोटो टाँसेर एडमिट कार्ड त्यहाँ लगेर इक्जाम दिएर जागिर खायो भने उसको जागिर पनि रद्द हुन्छ र अन्य 5 वर्षसम्म पनि, आगामी 5 वर्षसम्म पनि उसले दिन पाउँदैन है। क्लास राम्रो छ भन्नुहोस् विष्टजीले। अरू सर म्याम क्लास कस्तो लागिरहेको छ लेख्नुहोस् त। क्लास सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न, नयाँ नयाँ सधैँ हरेक दिन थपिँदै जानु भएको छ सर म्यामहरू। ल आशिक सर, विष्टजीले लेखिसक्नुहुन्छ, दिप्ती म्याम, इन्दु म्याम कस्तो लाग्छ क्लास, सुजाता म्याम गजब छ म्याम भन्नु छ, मानबहादुर सरले। आशिक सरले राम्रो छ भन्नुभएको छ। दिप्ती म्याम कस्तो लागिरहेछ क्लास, सन्तुष्ट छु भन्नुहोस् यादव सरले। इन्दु म्यामले थ्याङ्क यू म्याम, एकदम राम्रो छ भन्नुभएको छ। मनिषा म्यामले राम्रो छ म्याम भन्नुभएको छ। इन्दु म्याम कस्तो लागिरहेछ, कृष्ण सर, मनबहादुर सर, पूजा म्याम, सृजना म्याम, सुदीप सर, सुजाता म्याम, उषा म्याम, यादव सर, यमन सर। बिचरा धेरैको अहिले चाहिँ नेट आउने जाने भएको भएर क्लासमा चाहिँ बिचरा आउने जाने गरिराख्नु भएको छ। हजुरहरू त धेरै एडमिसन भइसक्नु भएको छ, तर आउने जाने डेली डेली नयाँ नयाँ एडमिसन आइरहेको छ, त्यो हाम्रो लागि पनि राम्रो कुरा हो। हजुरहरूले मन पराइदिनुहोस्, त्यो पनि हाम्रो लागि राम्रो कुरा। दामी छ म्याम क्लास भन्नुहोस् बुझ्यो भने। यो सरले पठाइदिइहाल्नुहुन्छ, त्योभन्दा अगाडि पढाएको चाहिँ पठाइसक्नु होला सायद सरले, यो पनि पठाइदिइहाल्नुहुन्छ है। अरू त मैले भ्याउँदै भ्याउँदिनँ, सरले पठाउनुहुन्छ है यो। थ्याङ्क यू सो मच। यो ग्रुपमा सकभर पठाउनु भएको छैन, पठाइसक्नु भयो होला सायद। मैले चाहिँ सरलाई पठाइसकेको छु, सरले पठाउनु भयो होला, नत्र सरकोमा नेट इस्यु भयो होला। सरलाई यसो रिमाइन्ड गर्नु होला त पठाइदिनुहुन्छ है। ल थ्याङ्क यू सो मच, राम्रोसँग पढ्नु होला, धेरै मेहनत गर्नु होला, नाम निकालेर हामीलाई पनि खुसी बनाइदिनु होला है। गुड नाइट, गुड नाइट अनि मेरी क्रिसमस। थ्याङ्क यू सो मच, राम्रोसँग रमाइलो गर्नु होला। ल थ्याङ्क यू। धन्यवाद म्याडम। र सम्पूर्णमा फेरि पनि क्रिसमसको शुभकामना। भोलि क्रिसमस डे छ र हजुरहरू कृषि चौथो पाँचौँ र अधिकृत सातौँ तहको लोकसेवा तयारी गर्न चाहनुहुन्छ भने हाम्रो मानवीय एजुकेसन इन्स्टिच्युटलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 97 632 51 680 9763251680 हजुरहरू वाट्सएप गर्न सक्नुहुन्छ। हाम्रो मानवीको पेजमा मेसेज गर्न सक्नुहुनेछ, कल गर्न सक्नुहुनेछ। क्लास कस्तो लागिरहेछ, मन पराउनु भएको छ भने ढिला नगरी हाम्रो भइरहेको क्लास हजुरहरू जोडिन सक्नुहुनेछ भन्दै सम्पूर्णमा शुभरात्रि। धन्यवाद।